सबैजना सन्चै हुनुहुन्छ? नमस्कार है सबैजनालाई। गुड इभिनिङ। सन्चै? मलाई चिन्ने साथीहरू छ कि छैन यहाँ? ए ल, सुदीपजी, किरणजी, अझै साथीहरू कोही हुनुहुन्छ? साथीहरू जुड्दै हुनुहुन्छ है अहिलेसम्म। आधी भन्दा थोरै आएको छ साथीहरू। एकछिन कोरम है हामी 1-2 मिनट। अनि के छ नयाँ नौलो तपाईँहरूको? एक हप्ता जति हामी भेट भएनौँ है, 1-2 हप्ता जति। कतिको पढ्नु राम्रोसँग पढ्नु भएको छ? नवीनजी के छ? मनराज पाण्डे ठिक छ? ए, सुनौँ है साथीहरू। तपाईँहरूमध्ये कोही नयाँ हुनुहुन्छ, कोही पुरानो हुनुहुन्छ, सबैलाई आजको कार्यक्रम स्वागत गर्दछु र सम्पूर्णलाई के जानकारी गराउँछु भन्दा तपाईँहरूको नयाँ क्लास हाइड्रोलिक सुरु हुन्छ है। नयाँ क्लास भनेको हाइड्रोलिक्स हो। र आज हामी के गर्न लाग्यो भन्दाखेरि क्वेड गर्न लाग्यो। कस्तो क्वेड भन्दा जुन क्वेसन हिजो भएको थियो है, जुन तपाईँहरूले इक्जाम दिनुभएको थियो हिजो, जसको इक्जाम हिजो दिनुभएको थियो त्यसको आज हामीले के गर्ने त, क्वेसन एन्सर डिस्कसन। ठिक छ नि? क्वेसन एन्सर डिस्कसन हामी आज गरौँ हिजोको। र भोलिदेखि तपाईँको रेगुलर रूपमा हाइड्रोलिक्सको क्लास सुरु हुन्छ र हाइड्रोलिक्स पढाउने पनि मैले नै हो। हाइड्रोलिक्स म पढाउँछु है, ठिक छ? हाइड्रोलिक्स भोलिदेखि हाइड्रोलिक्स सुरु हुन्छ। आज चाहिँ हामी हिजो भएको क्वेसनको, जुन तपाईँहरूले इक्जाम दिनुभएको थियो नि हिजो मोडल टेस्ट, त्यसको आज हामी क्वेट गरौँ है। ठिक छ? ल, सुरु गरौँ त्यसो भए। कतिजनाले कति मार्क्स मिलाउनु भएको छ? हिजोको क्वेसनमा अलिकति आज जुन एन्सर सिट भएको थियो नि त्यसमा अलिकति थोरै थोरै होइन टाइपिङ इरर भएको छ क्या। लाउनु पर्ने एमा लागेको छ बीमा है। त्यही भएर तपाईँहरूको मेन्स एन्सर पनि आज अलिकति कम मिलेको होला सक्छ है। मार्क्स त्यति धेरै नै आएको रिजन पनि त्यो पनि हुन सक्छ। हाम्रो टेक्निकल इरर भयोले आज, त्यही भएर हामी फेरि गराउन गइरहेछौँ एक एक गरेर। ल, यहाँ छ, इन द थियोडोलाइट सर्वे द राइट फेस एन्ड लेफ्ट फेस रिडिङ आर टु बी टेकन टु है। लेफ्ट फेस र राइट फेस हामी लिन पर्ने कारण के हो? एउटा लेफ्ट फेस मात्र लिए हुँदैन, अथवा एउटा राइट फेस मात्र लिए हुँदैन, दुइटै लिनुपर्ने कारण के हो? हामीले, तपाईँले कसैले सोध्छ होइन, वाट इज वान सेट एङ्गल, वान सेट रिडिङ, वान सेट रिडिङ भन्छ नि हो। वान सेट रिडिङ भनेको अथवा वान सेट अब्जर्भेसन भनेको थियोडोलाइटमा के बुझिन्छ? एउटा फेस लेफ्ट पनि लिनु पर्यो, अर्को चाहिँ के त राइट पनि लिन पर्यो है। त्यो भनेको वान सेट एङ्गल भयो। वान सेट एङ्गल लिनुको कारण के हो? हामीले फेस लेफ्टबाट पनि मजाले भ्यालु आउँछ, राइट पनि लिनुपर्ने कारण के हो? सुनौँ है, यहाँ दुईटामा धेरै कन्फ्युजन छन् विद्यार्थीहरू। धेरैले बी पनि भनिराखेको छ, धेरैले डी पनि भनेको छ, र उहाँ दुवैजना सही हुनुहुन्छ। दुवैजना सही हुनुहुन्छ। म तपाईँहरू साथीहरूको कमेन्ट पनि पढिरहेको थिएँ आज फेसबुकतिर होइन। दुवैजना सही हुनुहुन्छ। कुरा फरक के आउँछ यहाँ हेर्नुहोस् है, राम्रोसँग सुन्नु। मैले दुइटै अप्सन दिनुको कारण त्यही हो। तपाईँहरूले कहिलेकाहीँ सब्जेक्टिभ बुक पनि पढ्ने गर्नुहोस्, ठिक छ? सब्जेक्टिभ बुक यदि आर एगोरको सब्जेक्टिभ बुक पढ्नु भएको छ, मोटो खालको जुन छ नि, मोटो खालको इन्डियन राइटर आर एगोरको सब्जेक्टिभ मोटो खालको बुक हेर्नुभयो भने त्यहाँ क्लियरली रूपमा लेखिएको छ दुइटैको लागि। यो ट्रनेन एक्सिस जतिखेर होरिजेन्टल हुँदैन, एक्ज्याक्टली होरिजेन्टल नभएको केसमा पनि है, त्यो इरर जुन आउँछ नि त्यो इररलाई एलिमिनेट गर्ने पनि, र अर्को कुरा लाइन अफ कोलिमेसनले गर्दा जुन इरर आउँछ त्यो पनि त्यसले के गर्छ त, एलिमिनेट गर्छ है। जतिखेर यो दुइटै अप्सन छ त्यतिखेर मजाले डी नै लगाउनु होला, 100 आँखा चिम्लेर, दुइटै भएको केसमा, ठिक छ? त्यही भएर हाम्रो एन्सर चाहिँ डी नै हो। गट इट? बुझ्नुभयो? दुइटै दियो खरा, नत्र बी लाए पनि हुन्छ। गएर एकचोटि बुक पनि हेर्नु होला है, मात्र अब्जेक्टिभ बुकहरू नपढ्नु होला, कहिलेकाहीँ सब्जेक्टिभतिर पनि ध्यान दिनु होला। ल, अब अर्को।
when the bubble of the level tube, when the bubble of the level tube of a level remains central, line of sight is horizontal, axis of telescope is horizontal, line of collimation is horizontal, geometrical axis of telescope is horizontal. के हुन्छ अब सुनौँ है, यहाँ पनि मैले अप्सन अलिकति झुक्याउन सक्थेँ। अस्ति तपाईँहरू मध्ये धेरै साथीहरू इन्जिनियरिङको पनि हुनसक्छ है। इन्जिनियरिङको इक्जाममा अस्ति है सङ्घको इन्जिनियरको इक्जाममा यही क्वेसन सेम क्वेसन थियो। सङ्घको इन्जिनियरिङको क्वेसन सेम थियो, ठिक छ। तर यो ठाउँमा तपाईको यो अप्सन नभएर यो अप्सन थिएन। अप्सनमा के थियो त? अल अफ द एबभ थियो, अल अफ द एबभ थियो। तर तपाईहरुको जुन डी प्रसाद सरको बुक छ त्यस ठाउँमा हेर्नु हो भने यही ठाउँमा अप्सन चाहिँ अर्को होला, नन अफ द एबभ, नन अफ द एबभ हेर्नु होला है, नन अफ द एबभ होला, ठिक छ। भने अस्ति इन्जिनियरिङको क्वेसन सोध्दाखेरि यो अल अफ द एबभ भनेर आथ्यो, तर तपाईको बुकमा चाहिँ त्यहाँ नन अफ द एबभ भनेर अप्सन छ, हेर्नु होला है। कुरा के छ, व्हेन द बबल अफ अ लेभल ट्युब अफ अ लेभल रिमेन सेन्ट्रल, त्यो अवस्थामा लाइन अफ साइट होरिजेन्टल हुन्छ। सुनौ है, अब के हो भन्दाखेरि हामी अलि क्लिन गरौँ। यो जुन टेलिस्कोप छ, टेलिस्कोपको यो आइपिस भयो, यो चाहिँ तपाईको के हो त? अब्जेक्टिभ लेन्स भयो हैन। हो यो यहाँ चाहिँ के हुन्छ तपाईको एउटा बबल हुन्छ, हो यो बबल हुन्छ नि। हो जतिखेर यो बबल एक्ज्याक्ट सेन्टरमा हुन्छ त्यो अवस्थामा यो जुन लाइन छ, लाइन अफ साइट जुन छ नि, त्यो ट्रुली होरिजेन्टल हुन्छ भन्छ भाइ, ट्रुली होरिजेन्टल हुन्छ, ट्रुली होरिजेन्टल हुन्छ भन्छ रे, ठिक छ। त्यसो भए सर यो लाइन अफ कोलिमेसन भने के हो त नि? फेरि लाइन अफ कोलिमेसन भने के हो? तपाईहरुले धेरै जसोले लाइन अफ साइट र लाइन अफ कोलिमेसन झुक्नु हुन्छ, झुक्ने स्वाभाविक पनि हो। डेफिनेसन दुईटैको उस्ता उस्तै छ हैन। सर्वे पढ्ने बेलामा डिटेलमै पढौँला, अहिले अलिकति बुझिहाल्नुस् है। जब तपाईको लेभल ट्युब भन्छ नि, लेभल मसिनमा, लेभल मसिनको कुरा आउँछ, त्यो अवस्थामा यदि तपाईको जुन लेभल मसिन छ एक्ज्याक्टली के छ भन्दाखेरि तपाईको होरिजेन्टल छ। लेभल मसिन त होरिजेन्टल नै हुन्छ, किनभने त्यसलाई हामीले ट्रान्जिट गर्न मिल्दैन नि, यसलाई तल माथि गर्न मिल्दैन, मिल्छ मिल्दैन नि, तल गर्न माथि मिल्दैन लेभल मसिन। त्यही भएर के हुन्छ नि, लेभल मसिनको केसमा लाइन अफ साइटलाई पनि लाइन अफ कोलिमेसन भन्न पाइन्छ। लाइन अफ साइट इज अल्सो नोन एज लाइन अफ कोलिमेसन। तर त्यही कुरा थियोडोलाइट अथवा टीएसमा त्यो कुरा मिल्दैन। त्यो बेलामा लाइन अफ साइट फरक छ र लाइन अफ कोलिमेसन फरक हुन्छ। तर यो लेभलिङ मसिनको मा तपाईँ एउटै भन्न सकिन्छ है, एउटै भन्न सकियो। त्यसको बावजुद पनि यसको बेस्ट एन्सर चाहिँ लाइन अफ साइट इज होरिजेन्टल नै हुन्छ। अप्सनमा यहाँ अल अफ द एबभ दिए पनि एन्सर चाहिँ तपाईले के हो त? लाइन अफ साइट इज होरिजेन्टल नै भन्नु होला, ठिक छ है। अल अफ द भए पनि अस्तिको इक्जाममा आथ्यो के, सँगकै इक्जाममा यो क्वेसन नै आथ्यो, अल अफ द एबभ भनेर अप्सन दिएको थियो। धेरैले ओहो हामी त नन अफ द एबभ पढेर आएको छौँ, तर यहाँ अल अफ द एबभ अल अफ द पनि लाएर आयो क्या धेरै मान्छेले। ल द मेन प्रिन्सिपल्स अफ सर्भेइङ इज टु वर्क, के हुन्छ? ल यसमा मैले धेरै भनिराख्न पर्दैन है। फ्रम होल टु द पार्ट, लोकेसन अफ अ पोइन्ट बाई मेजरमेन्ट फ्रम टु कन्ट्रोल पोइन्ट है। मेन प्रिन्सिपल तपाईको दुईटा नै छ, त्यो कुरा धेरै हामीले यहाँ डिस्कस गरिराख्न पर्दैन। दुईटै एन्सर भयो, बोथ अफ द एबभ, दुईटै हुन्छ, ए मात्र हुँदैन है, ए मात्र हुँदैन, दुईटै हुन्छ। यसको मेन के उद्देश्य भन्दाखेरि हामीले सर्भेइङ गर्दाखेरि जहिले पनि के हुन्छ, मानव कुनै एरिया, यो एरिया सर्वे गर्न पर्ने छ भने हामीले पहिला बाहिर बाहिर कन्ट्रोल पोइन्ट एस्टेब्लिस गर्ने हैन, बाहिर बाहिर, ठिक छ। त्यसपछि बल्ल के हो त हामी भित्रतिर जाने।
भित्रतिर ट्रायंगुलर फर्म गर्दै जाने हो है। पहिला बाहिर बाहिर गर्ने, अलि बल्ल भित्र जाने हो। किन? दुईटा पर्पस छ यसको। एउटा के त इरर मिनिमाइज गर्नलाई, इरर के त एकुमुलेट नहोस् त्यसलाई मिनिमाइज गर्नलाई है, र अर्को कुरा इररलाई लोकलाइज गर्नलाई। ठिक छ, कहाँ छ भने पत्ता लगाउनलाई। ठिक छ नि, त्यो कुरा भयो। अर्को यो छ लोकेसन अफ अ पोइन्ट बाई मेजरमेन्ट फ्रम टु कन्ट्रोल पोइन्ट। सुन्नुहोस् है, जहिले पनि हामी सर्वे गर्न जाँदाखेरि मिनिमम दुईटा कुरा नोन हुनुपर्छ। मान तपाईँको कुनै एउटा पी पोइन्ट छ है, पी पोइन्ट छ, ओ पी पोइन्ट कहाँ छ भन्थ्यो है, पी पोइन्ट कहाँ छ भन्नुहुन्छ ल। मानव एबाट हेर्नुहोस्, एबाट तपाईँले मानव न के त पी कहाँ छ, त्यहाँ दुईटा कुरा हुनुपर्छ। एउटा के त त्यो कति एंगलमा अथवा कति डिस्टेन्समा, अथवा दुईटा पोइन्टबाट ए बी छ भने यहाँबाट एबाट कति दूरी र बीबाट कति दूरी, दुईटा दुई छ भने आर्क काटेर थर्ड पोइन्ट पत्ता लगाउन सकिन्छ। त्यहाँ 3-4वटा मेथड छन् है, दुईटै के हो त्यसको मेन प्रिन्सिपल छन्। अब अर्को A factor affecting domestic water demand is, यसमा पनि धेरै भनिराख्न पर्दैन जस्तो लाग्छ मलाई। A factor affecting domestic water demand, domestic water demand लाई हेरौँ त, dead end system or reticulation system of pipe network, timing of water supply, whether supply water is soft or hard, climatic condition। हेरौँ त, यो भनेको के हो, डेड इन्ड सिस्टम छ कि रेटिकुलेसन भनेको यस्तो हो क्या, ग्रिड जस्तो है। अर्को टाइमिङ अफ वाटर सप्लाई, कति घन्टा सप्लाई भइरहेछ, कुन अवस्थामा बिहान कति बेलुका कति, त्यो भनेको। अर्को वेदर सप्लाई वाटर इज सफ्ट अर हार्ड, सफ्ट वाटर छ कि हार्ड वाटर छ। र अर्को भनेको क्लाइमेटिक कन्डिसन है। क्लाइमेट हामीले पढेका छौँ नि, के पढेका छौँ, यदि तपाईँको क्लाइमेटिक धेरै गर्मी भएको बेला पानी धेरै चाहिन्छ, किन गर्मी धेरै छ भने मान्छेले नुहाई धुवाई धेरै गर्न पर्ने हुन्छ हैन, त्यही भएर के हो त धेरै नै पानी त्यो अवस्थामा चाहिन्छ, क्लाइमेटिक कन्डिसन है। यसको बेस्ट एन्सर भयो है। यो वाटर सप्लाई वाटर इज सफ्ट अर हार्ड वाटर मात्र नभनेर यहाँ क्वालिटी अफ वाटर भनेको भए त्यो पनि हुन्थ्यो, अथवा सिस्टम अफ सप्लाई भनेको भए त्यो पनि हुन्थ्यो। टाइमिङ नभनेर सिस्टम अफ सप्लाई भनेको भए त्यो पनि हुन्थ्यो। ल, हुन चाहिँ यो सबै हो, यो पनि हो, यो पनि हो, यो पनि, तर यसको बेस्ट एन्सर चाहिँ यही हो। ल, अर्को the self cleansing velocity of water flowing through pipeline is, ध्यान दिनु पर्ने कुरा छ है, यहाँ वाटर छ, हेर्नु होला है राम्रोसँग है। here is water, not sewage। हजुर, ल हेरौँ है, द सेल्फ क्लिन्जिङ भेलोसिटी अफ वाटर भनेको छ, राम्रोसँग ध्यान दिनु होला। यही ठाउँमा स्युवेज भनेको भए फेरि फरक हुन्थ्यो नि। स्युवेज एन्ड वाटर इज डिफरेन्ट। ठिक छ, सर पाइपलाइनको केसमा हुँदैन वन, सर पाइपलाइनको केसमा वन हुँदैन। ध्यान दिनु है राम्रोसँग, यहाँ पाइपलाइनले फरक पार्दैन क्या। पाइपलाइन त पाइप भनेको त ढल पनि हो नि, तपाईँहरूले सिवर भन्ने मात्र एन्सर फरक गर्नु त्यो होइन। सिवर भनेको ढल हो, ढल पाइपको पनि हुनसक्छ नि, तर यहाँ कुरा के छ फरक पारेको, वाटर। वाटर चाहिँ पाइपलाइनमा, सिवेज भने सिवरमा। तपाईँहरू त्यो बुझ्नु भएको छ है। खासमा के हो त, वाटर र सिवेज। सिवेज के हो, वाटर भनेको सफा पानी, खाने पानी। सिवेज भनेको तपाईँको स्युरेज सिस्टमबाट है जुन ढलमा बग्ने फोहोर हुन्छ, द्याट इज के हो, सिवेज हो। ठिक छ, सिवेजको केसमा हाम्रो सेल्फ क्लिन्जिङ भेलोसिटी 1 हुन्छ सिवेजको केसमा, बट वाटरको केसमा 2 हुन्छ।
वाटरको केसमा म्याक्सिमम भेलोसिटी 3 हुन्छ, मिनिमम चाहिँ 0.6 हुन्छ। 0.6 देखि 3 सम्म हुन्छ है। म्याक्सिमम चाहिँ 3 मिटर पर सेकेन्ड, मिनिमम चाहिँ 0.6 मिटर पर सेकेन्ड। 0.6 मिटर पर सेकेन्ड देखि 3 मिटर पर सेकेन्डसम्म म्याक्सिमम स्पिड भेलोसिटी हुन्छ। तर सेल्फ क्लिन्जिङ भन्यो भने 2 हुन्छ है। अहिलेलाई के हो, वाटर छ, अहिलेलाई वाटर छ। वाटरको केसमा म्याक्सिमम भेलोसिटी 3, मिनिमम चाहिँ 0.6 र सेल्फ क्लिन्जिङ भन्यो भने 2। सेल्फ क्लिन्जिङ भन्नाले कस्तो भेलोसिटी बुझिन्छ रे? सेल्फ क्लिन्जिङ भेलोसिटी भन्नाले के बुझिन्छ? पानीको अथवा सिवेजको यस्तो भेलोसिटी जुन चाहिँ तपाईको जुन मानव पाइप छ भने त्यो पाइपलाई कोरोजन गर्न पनि भएन, त्यसको इरोजन पनि गर्न भएन, र अर्को कुरा के हो त, त्यहाँ चाहिँ डिपोजिसन पनि हुनु भएन, त्यहाँ चाहिँ सिल्टेसन पनि हुनु भएन। अथवा जुन पानी छ, पानीमा जुन फोहोरहरू छ त्यो चाहिँ थुप्रिन भएन, र अर्को कुरा त्यसको यति धेरै स्पिड नहोस् कि साइड साइडमा के हो त यसलाई उतार्दै जानु, त्यसलाई के त इरोड गर्न भएन। नो इरोड है, नन स्कोरिङ नन सिल्टिङ भन्छ त्यसलाई है। नन स्कोरिङ नन सिल्टिङ, न त स्कोर गरोस् न सिल्ट होस्, द्याट इज के हो त सेल्फ क्लिन्जिङ भेलोसिटी। ठिक छ ल, अब अगाडि बढौँ। ल हेरौँ त क्वेसन, वाट इज अप्टिमम मोइस्चर कन्टेन्ट? यो धेरै भनिराख्न जरुरी छैन है। यो हामीले त ओएमसी भन्ने कुरा, ओएमसी है, अप्टिमम मोइस्चर कन्टेन्ट, ओएमसी, यो त हामी धेरै पटक पढिसकेका छौँ र यस्तो खालको ग्राफ पनि कोरिसकेका छौँ है। यस्तो खालको ग्राफ पनि कोरिसक, जुन अवस्थामा सबभन्दा धेरै डेन्सिटी हुन्छ त्यो अवस्थाको वाटर, यतातिर वाटर कन्टेन्ट हैन, यतातिर डेन्सिटी, ड्राई डेन्सिटी कोर्नुहुन्छ, र यो अवस्थाको वाटर कन्टेन्टलाई हामीले ओएमसी भन्छौँ। भनेपछि जुन अवस्थामा सबैभन्दा धेरै डेन्सिटी तपाईले पाउनुहुन्छ है। ठिक छ, वाट इज अप्टिमम मोइस्चर कन्टेन्ट? ठिक छ नि, जुन अवस्थामा ड्राई डेन्सिटी है, जब कुनै सोइल छ, बाटो बनाउनुहुन्छ मानम, त्यो बाटो बनाउन के हुन्छ, रोलिङ गरि, बाटो बनाउन के ठुल्ठुलो रोलर ल्याएर रोलिङ गर्नुहुन्छ। किन गर्नुहुन्छ? पानी एड गर्दै रोलिङ गर्दै गर्नु, ताकि त्यहाँबाट भोइडहरू निस्कोस्, त्यो एकदमै मजाले कम्प्याक्ट होस्। कम्प्याक्ट भने त्यसको डेन्सिटी बढोस् है। त्यो जुन अवस्थामा धेरै नै डेन्सिटी हुन्छ, धेरै नै राम्रोसँग कम्प्याक्ट हुन्छ, त्यो अवस्थाको वाटर कन्टेन्टलाई नै हामीले अप्टिमम मोइस्चर कन्टेन्ट भन्ने गर्छौँ। ठिक छ नि, वाटर कन्टेन्ट एट व्हिच सोइल क्यान बी बेस्ट कम्प्याक्टेड है, राम्रोसँग कम्प्याक्ट गरिएको अवस्थालाई नै, गरिएको अवस्थाको वाटर कन्टेन्टलाई नै हामी के भन्छौँ त, अप्टिमम मोइस्चर कन्टेन्ट भन्ने गर्छौँ। ल भयो, यो अप्सन पनि, अप्सन हेरेर पनि गर्न सक्नुहुन्छ क्या सर। तपाईँले त भन्नुभयो कि म्याक्सिमम डेन्सिटी रे, अब म्याक्सिमम डेन्सिटी भने अप्सनमै छैन। हेरौँ त, वाटर अभाइलेबल इन सोइल, यो त हुने कुरै भएन। म्याक्सिमम वाटर कन्टेन्ट, यो पनि हुने भएन। किन? मैले के भन्छु, म्याक्सिमम वाटर कन्टेन्ट होइन, यस्तो अवस्थाको वाटर कन्टेन्ट जतिको म्याक्सिमम डेन्सिटी होस् भनेछु, नट म्याक्सिमम वाटर कन्टेन्ट भने यो पनि हुने भएन। अर्को वाटर कन्टेन्ट इन ड्राई सोइल, यो त हुँदै भएन। हामी के भनिन्छौँ, यस्तो वाटर कन्टेन्ट जहाँ डेन्सिटी म्याक्सिमम होस् भने यो पनि हुने भएन। भन्छ आँखा चिलेर डिमा लगाए भयो त, अप्सन पढे पनि हुन्छ क्या। ठिक छ ल, अब अर्को, द कम्प्रेसन इन्डेक्स अफ अ सोइल है। ले भनौँ त, यो थाहा होला नि, यो पनि क्वेसन सोधेकै क्वेसन छ, यो पनि पास्ट क्वेसन नै हो। ल धेरैजना आज अनिशजीले, अरुण के अर्जुन यादवजीले, सुदीपजीले धेरैले एन्सर सही दिनु भएको छ है। सबैजनाले कमेन्ट गर्नु होला। लुम्नीको क्वेसन छ यो लुम्नीको। ल, द कम्प्रेसन इन्डेक्स अफ सोइल के हुन्छ?
इन्क्रिज हुन्छ कि डिक्रिज हुन्छ लिक्विड लिमिट बढ्यो भने सबभन्दा फर्स्टमा बुझ्न पर्ने कुरा के हो भन्दाखेरि कि सर कम्प्रेसन हो सीसी भने के हो नि कम्प्रेसन इन्डेक्स भनेको कम्प्रेसन इन्डेक्स सीसी हो क्या पर्खनु है सीसी सीसी हुन्छ कम्प्रेसन इन्डेक्स अथवा कम्प्रेसन कोफिसिएन्ट यो खासमा हो के भन्दाखेरि जब तपाईले कम्प्याक्सन गर्नुहुन्छ नि सोइलको त्यो अवस्थामा के हुन्छ त्यसको भोइड रेसियो त घट्छ त्यहाँबाट हावा त निस्किन्छ नि हैन र जब तपाईले कुनै कुरा कम्प्रेस गर्नुहुन्छ त्यता हावा निस्किन्छ हावा निस्क्यो भने के हुन्छ त्यसको भोइड रेसियो कम हुन्छ भोइड रेसियो कम भएपछि के हुन्छ त्यसको इफेक्टिभ स्ट्रेस बढ्छ हैन र भोइड रेसियो कम भयो भने त इफेक्टिभ स्ट्रेस बढ्छ नि स्वाभाविक कुरा हो नि तब भोइड रेसियो त्यही भएर ग्राफ एउटा कोरिन्छ क्या सेमी लग ग्राफ एकातिर लग वालामा अर्कोतिर जेनरलमा है सेमी लग ग्राफ कोरिन्छ एकातिर भोइड रेसियो लेखिन्छ भने अर्कोतिर के लेखिन्छ तपाईको प्रेसर अथवा इफेक्टिभ स्ट्रेस लेखिन्छ ठीक छ यस्तो गर्दै गए भोइड रेसियो घट्छ र डेन्सिटी बढ्दै जान्छ के अरे इफेक्टिभ स्ट्रेस बढ्दै जान्छ यो अवस्थामा यो कर्व जुन छ यो कर्वको जुन स्लोप छ नि यो स्लोप हो दिस स्लोप इज सीसी है इफेक्टिभ स्ट्रेस र भोइड रेसियोको जुन तपाईं सेमी लगमा एउटा ग्राफ कोर्नुहुन्छ त्यो ग्राफको जुन स्लोप छ त्यो स्लोप नै के हो कम्प्रेसन इन्डेक्स अथवा कोफिसिएन्ट अफ कम्प्रेसन भन्छ है ठीक छ ठीक छ हो त्यो कुरा चाहिँ तपाईले के हो त यसको भ्यालु चाहिँ कति हो भन्दाखेरि यसको भ्यालु चाहिँ तपाईको सीसी बराबर दुई खालको छ है यसको भ्यालु चाहिँ सीसी बराबर 0.007 लिक्विड लिमिट माइनस 10 हुन्छ र अर्को भनेको सीसी बराबर 0.009 यल लिक्विड लिमिट 10 हुन्छ यो चाहिँ डिपेन्ड गर्छ तपाईको सोइलको टाइप कस्तो छ त्यसको सेन्सिटिभिटीमा सोइलको सेन्सिटिभिटीमा डिपेन्ड गर्छ यो भ्यालु यो फर्मुला लिने कि यो लिने ठीक छ अहिलेलाई त्यता त्यो भित्र हामी नजाम अहिले बुझौँ कि हामी कसरी हुन्छ हेरौँ त सीसी के हो लिक्विड लिमिटसँग डाइरेक्टली प्रोपोर्सनल हो कि नै यतिकै इक्वेसन हेर्नु त इक्वेसनमा के देखिन्छ सीसी इज डाइरेक्टली प्रोपोर्सनल टु लिक्विड लिमिट भन्छ लिक्विड लिमिट बढ्यो भने त आफैले के हो कम्प्रेसन इन्डेक्स बढ्छ दैट इज व्हाई यसको एन्सर के हो त बी हुन्छ है भयो हामी अगाडि बढौँ ल यो the area of a triangle with sides 3 meter 4 meter 5 meter अब यसको हामीले धेरै क्याल्कुलेसन गरिराख्न पर्दैन सिम्पल छ 3 4 5 दिएको छ यसको अर्थ के हो यो एउटा राइट एंगल ट्रायंगल हो 3 4 5 भनेपछि 3 4 5 यस्तो होला बेस यदि 3 छ परपेन्डिकुलर 4 छ र यसको हाइपोटेनस 5 छ यो अवस्थामा कुनै ट्रायंगल छ भने यसलाई के भन्छ हामी राइट एंगल ट्रायंगल भन्छौं यसको एरिया के हुन्छ 1/2 b into h म्हणजे 1/2 b भनेको 3 into 4 कति हुन्छ 6 मिटर स्क्वायर धेरै सोच्न परेन यसमा है यसमा धेरै सोच्न पर्ने छैन वा धेरैले धेरैको दिमागमा यतातिर गएन होला भने यहाँ यस्तो गर्न खोज्नु भयो होला कतिले यस माइनस यस यो यस्तो गर्नै पर्दैन है यो गर्न पर्दैन एक्जाममा यस्तो गर्न भ्याउनु पनि हुन्न त्यही भएर एक्जाममा क्वेशन पनि यस्तै दिएको हुन्छ यस्तै प्याटर्नमा यदि यस्तो आयो भने कुनै न कुनै फर्ममै हुन्छ ठीक छ अथवा समबाहु त्रिभुज दिए समबाहु भन्नाले हेलो है समबाहु त्रिभुज दिन सक्ला हैन समबाहु त्रिभुज के हुन्छ फर्मुला के हुन्छ समबाहु त्रिभुज भन्नु त यदि समबाहु त्रिभुज छ भने है के हुन्छ फर्मुला भनौं त यो त राइट एंगल ट्रायंगल भयो नि समबाहु त्रिभुज मानौं त के हो सबै साइड कुनै एउटा ट्रायंगल छ जसको सबै साइड 3 मिटर छ अनि त्यो अवस्थामा यसको एरियाको फर्मुला के हुन्छ ल निकाल्नुस् त एक्जाममा यस्तो पनि सोध्न सक्छ है यसको फर्मुला के हुन्छ त √3/4 a स्क्वायर यही नै हुन्छ यसो सानो सानो फर्मुलाहरु घोक्नु होला नि फेरि समबाहु त्रिभुज भनेको जसको अल साइड्स आर इक्वल जसको सबै भुजा बराबर हुन्छ त्यसलाई भन्छ के त समबाहु त्रिभुज
इक्विलेटरल ट्रायंगल के इक्विलेटरल ट्रायंगल सबै बराबर भयो √3/4 ए स्क्वायर हुन्छ। अरे बाबु a + b + c/2 गयो कति टाइम लाग्नु त्यसमा? त्यस्तो नगर्नु होला इक्जाममा, धेरै टाइम लाग्छ। एउटा क्वेसनमा 1 मिनट हुन्छ, तपाईले कति मिनट लाएर आउनुहुन्छ? 5-7 मिनट लाग्छ त्यसरी गर्दाखेरि है। ल अब अगाडि आइ जाम। यसमै छ ल। द स्ट्यान्डर्ड साइज अफ मेसनरी ब्रिक इज कति हुन्छ? यसमा मैले धेरै भनिराख्न परेन है। यो कुन ब्रिक छ रे? यो कुन ब्रिक छ? इन्डियन स्ट्यान्डर्डको हो कि नेपालीको? आइएस को है। ठिक छ, यसको स्ट्यान्डर्ड साइज के हो त? यो है, आँखा चिम्लेर लगाउँदा हुन्छ। त मलाई भनौँ त यसैमा यदि नोमिनल साइज भनेको के हुन्थ्यो? नोमिनल साइज स्ट्यान्डर्ड नभनेर नोमिनल भनेको के हुन्थ्यो एन्सर? त्यही नै आउँथ्यो सर, त्यही नै हो। ओहो साथी, त्यस्तो हुँदैन नि। स्ट्यान्डर्ड पो 19 हो, नोमिनल भन्यो भने त के हो? नोमिनल भनेको स्ट्यान्डर्ड साइजमा जुन तपाईको मोटार छ नि, मोटारको थिकनेस जोड्न पर्छ। धेरैले मिस्टेक गर्नुभयो है। स्ट्यान्डर्ड भनेको विदाउट मोटार, स्ट्यान्डर्ड ब्रिक भनेको विदाउट मोटार हो। नोमिनल भनेको के हो? विथ मोटार हो है। स्ट्यान्डर्ड साइज जहाँ पनि इन्डियनको होस् या नेपाली होस्, जुन ब्रिक सोधोस्, यो भनेको के हो त? विदाउट मोटार, मोटार जोडिएको हुँदैन, मात्र इँटाको साइज हो, मात्र इँटाको साइज। नोमिनल भनेको विथ मोटार हो, विथ मोटार हो। कति मोटार राखिन्छ रे जेनरली? 10 सेन्टी राखिन्छ, सरी 1 सेन्टी, 10 एमएम हो, 10 एमएम अथवा 1 सेन्टी। ठिक छ, अब तीनटै साइडमा 1-1 सेन्टी जोड्नुस् न। 19 को 20, 9 को 10, 9 को 10, के हुन्छ एन्सर? यो हुन्छ। यदि नोमिनल भएको भए, नोमिनल सोधेको यो हुन्थ्यो एन्सर। ध्यान दिनु होला है साथीहरू है। ओके, अगाडि बढौँ म। ल के छ, रमाइलो लागिरहेछ है? Which of the following has the lowest crossing strength? अब यिनीहरू मध्येमा सबभन्दा कम स्ट्रेन्थ कसको छ? क्रसिङ स्ट्रेन्थ है। यो पनि घोक्नु नै भयो होला, तर मैले 5-6 वटाको भ्यालु पनि लेखाइदिएको थिएँ। मैले जब मेरो यदि के अरे पहिला रेकर्डेड भिडियो हेर्नुहुन्छ भने मैले कन्स्ट्रक्सन मेटेरियल पढाउने बेलामा हैन 2-4 वटा इम्पोर्टेन्ट भ्यालुहरू, निसको कति हैन, निसको कति हुन्छ हैन, अर्को चाहिँ ग्रेनाइटको कति हुन्छ, मार्बलको कति हुन्छ हैन, त्यो लेखाइदिएछु। सबभन्दा कम कसको हो त यसमा? ल्याटेराइटको, ल्याटेराइटको। ठिक छ, क्रसिङ स्ट्रेन्थ भनेको के हो सर भन्नुभएको छ है। सुन्नु है तपाईहरुले, क्रसिङ स्ट्रेन्थ भनेको तपाईँ के गरिन्छ भन्दाखेरि, मानव कुनै ढुङ्गा छ, मानव तपाईको कुनै ढुङ्गाको क्रसिङ स्ट्रेन्थ चेक गर्न पर्यो भने के गरिन्छ भन्दाखेरि, त्यो ढुङ्गालाई है, त्यो ढुङ्गालाई अब कम्प्रेसिभ स्ट्रेन्थ माथिबाट दिइन्छ। ठिक छ, जुन स्ट्रेन्थमा गएर जुन लोडमा, मानव लोड दिँदै गरिन्छ, लोड दिँदै गरिन्छ। ठिक छ, जुन अवस्थामा त्यो फेल हुन्छ है, जब जतिखेर त्यो फेल हुन्छ, त्यो फेलको कन्डिसनमा जुन लोड छ, त्यो लोड डिभाइड बाई यसको एरिया, यो लोड मानम पी लोड आयो, डिभाइड बाई यसको एरिया ए छ है, यो अवस्थाको जुन स्ट्रेन्थ छ त्यसलाई भन्छ के त? क्रसिङ स्ट्रेन्थ। ठिक छ, यसलाई भन्छ के त?
क्रसिङ स्ट्रेन्थ। तपाईहरुले के सोध्नु भयो होला भन्दाखेरि सर क्रसिङ स्ट्रेन्थ र कम्प्रेसिभ स्ट्रेन्थमा के फरक छ भन्नुभयो होला है। कम्प्रेसिभ र अहिलेलाई यहाँ क्रसिङ भने पनि कम्प्रेसिभ भने पनि लेफ्ट राइट नै एन्सर हो। कुरा के हो सर क्रसिङ स्ट्रेन्थ र कम्प्रेसिभ स्ट्रेन्थमा के फरक छ भन्नुभयो होला है। ठिक छ। अब सुनौँ है, मानौँ तपाईँ एउटा कङ्क्रिट लिनुहुन्छ, ठिक छ, एउटा कङ्क्रिट छ मानौँ M20 कङ्क्रिट छ हो। अब M20 को जतिखेर पनि तपाईलाई कसैले क्वेसन सोधिदियो ल कि यसको कम्प्रेसिभ स्ट्रेन्थ कति के भन्नुहुन्छ? कम्प्रेसिभ स्ट्रेन्थ कति के भन्नुहुन्छ? भन्नुहोस् त साथी हो। 20 नै भन्नुहुन्छ, 20 नै भनेपछि के हो कम्प्रेसिभ स्ट्रेन्थ जुन छ नि त्यसको क्यारेक्टर देखाउँछ क्या। भनेपछि यसको त फिक्स नै हो। त्यो मानौँ त्यो के हुन सक्छ, त्यो कङ्क्रिट जुन बनाउनु भएको छ त्यो कङ्क्रिट 18 मा पनि फेल भएको हुन सक्छ अथवा तपाईँ के हो त्यो तपाईको 30 मा पनि फेल बनाउन सक्छ। जुन अवस्थामा फेल हुन्छ त्यो चाहिँ क्रसिङ भयो है। तर कम्प्रेसिभ स्ट्रेन्थ भने जतिखेर पनि कङ्क्रिट M20 भन्ने बित्तिकै तपाईले 20 नै भन्नुहुन्छ नि कम्प्रेसिभ स्ट्रेन्थ। तर क्रसिङ स्ट्रेन्थ यसको हैन अल्टिमेटली फेल कुनमा भयो त नि है। अल्टिमेट फेल कुनमा भयो द्याट इज कम क्रसिङ। अल्टिमेटली फेल कहाँ भयो द्याट इज क्रसिङ। मेरो कुरा बुझ्नु भएको छैन? अलिकति गाह्रो लाग्यो होला सुन्नमा। कम्प्रेसिभ भन्ने वर्ड चाहिँ र क्यारेक्टरिस्टिक त्यसको क्यारेक्टर देखाउँछ सिधै। ल M20 कङ्क्रिट छ M30 छ भने के बुझ्नुहुन्छ? 30 त्यसको कम्प्रेसिभ स्ट्रेन्थ अल्टिमेट कम्प्रेसिभ स्ट्रेन्थ 30 होला है। तर अब त चेक गर पछि गएर कुनै बेला भनौँ न लोड दिनुभयो कि त्यो 45 मा फेल भयो कि 40 मा गएर फेल भयो कि द्याट इज के हो त्यसको क्रसिङ स्ट्रेन्थ। ल तपाईहरु अहिलेलाई सेम बुझ्नुस् न, केही भएन। तर सेमै बुझ्नुस्, केही हुँदैन। द स्ट्रेन्थ अफ व्हाइट सिमेन्ट र अर्डिनरी OPC सिमेन्टको कसको स्ट्रेन्थ धेरै हुन्छ? व्हाइट सिमेन्टको कि? ल व्हाइट सिमेन्ट के हुन्छ त लेस हुन्छ है। त मलाई भन्नुस् त व्हाइट सिमेन्ट बनाउँदाखेरि हजुर ल OPC-बाट मानौँ तपाईँले OPC नबनाएर व्हाइट सिमेन्ट बनाउन पर्यो भने त्यसको कुन कन्स्टिट्युन्ट राख्नुहुन्न? OPC को कुन कन्स्टिट्युन्ट तपाईँले व्हाइट सिमेन्टमा राख्नुहुन्न भन्नुहोस् त मलाई। व्हाइट सिमेन्ट बनाउँदाखेरि मानौँ तपाईँको व्हाइट सिमेन्ट र OPC को म्यानुफ्याक्चरिङ प्रोसेस सेमै हो। तर हामी त्यसमा कुन राख्न हुँदैन? हो आइरन अक्साइड राखिँदैन है। जुन कलर दिने जति केमिकलहरु कन्स्टिट्युन्ट छन् त्यो चाहिँ दिँदैन है। ठिक छ। ल बिटुमिन क्यान बी अब्टेन्ड है। अब यसमा मैले धेरै टाइम लगाइन। बिटुमिनको बारेमा हामी धेरै नै पढेछौँ, धेरै चर्चा गरेछौँ। बिटुमिन के हो त नेचुरली पनि पाइने गरिन्छ र अर्को कुरा क्रुड आयलको अवस्थामा कृत्रिम रूपमा पनि पाइने बनाउन सकिन्छ है। दुईटै हो, नेचुरल बिटुमिन र आर्टिफिसियल दुईटै हो। यसमा धेरै हामीले डिस्कस गर्न पर्दैन। डिस्कस गर्न धेरै टपिकहरू छन्, हामी आउँदै गर्छ है। धेरै नै क्वेसन छन् जुन मैले बनाएको छु आफैले, तल आइहाल्छ क्वेसनहरू। ल यो क्वेसनको एन्सर दिउँ त। व्हिच द एक्टिभिटी व्हिच कन्ज्युम्स म्याक्सिमम टाइम इज कल्ड? क्रिटिकल एक्टिभिटी हो है। सबैजनाले क्रिटिकल एक्टिभिटी भन्नु धेरै धेरै खुसी लाग्यो। मैले पढाएको साथीहरु बुझिनु भएको छ है। ठीक हो साथीहरुलाई मैले पढाएको छु।
क्रिटिकल एक्टिभिटी हुँदैन, रङ हो, यसको एन्सर हुन्छ नन है साथी। धेरैले क्रिटिकल एक्टिभिटी भन्नुभएको छ, हुँदैन है। अरे म्याक्सिमम मिनिमम केही हुँदैन। सुन्नुहोस् म भन्छु, क्रिटिकल एक्टिभिटीलाई के भन्छ, कसलाई केलाई भन्छ, क्रिटिकल जुन चाहिँ क्रिटिकल पाथमा पर्ने एक्टिभिटीलाई मात्र क्रिटिकल एक्टिभिटी भन्छ। यति बुझ्नुहोस् है, क्रिटिकल एक्टिभिटीको डिफिनिसन कसैले सोध्यो, क्रिटिकल एक्टिभिटीको डिफिनिसन कसैले सोध्छ भने के भन्नुहुन्छ, द एक्टिभिटीज that lie on critical path, क्रिटिकल पाथमा पर्ने एक्टिभिटीहरूलाई मात्र क्रिटिकल एक्टिभिटी भनिन्छ है। जरुरी छैन कि यसले टाइम कम लिन्छ कि धेरै लिन्छ, ठिक छ। र क्रिटिकल पाथको कुरा त क्रिटिकल पाथ थाहा होला नि यार, क्रिटिकल पाथ त धेरै पटक न्युमेरिकल पनि गर्नु भएको छ होला है। अब हेरौँ, म भन्छु नि क्रिटिकल पाथ, अहिले इक्जाम्पल दिन्छु म, डोन्ट वरी। बुझ्नु भएको छैन बुझिहाल्नुहुन्छ, म इक्जाम्पल दिन्छु ल। म एउटा नेटवर्क बनाइरहेको छु है, नेटवर्कमा एरो देखाउनै पर्ने हुन्छ। अब यो नोडहरू भयो 1 2 3 4 5, ठिक छ, यो नोडहरू भयो इभेन्ट। अब यसले मानौँ 6 दिन लिन्छ, यो ए एक्टिभिटी, यो बी एक्टिभिटी, यो सी, यो डी, यो ई, यो एफ एक्टिभिटिजहरू, ठिक छ। ए ले लिने दिन 6 दिन हो, बीलाई लाग्ने दिन मानौँ न 3 दिन मात्र हो, ठिक, 6 दिन। यसलाई लाग्छ कति भन्दाखेरि 4 दिन, फर्कम है, 4 दिन र 6 दिन लाग्छ। एकछिन मानौँ यसलाई 6 दिन 3 दिन 4 दिन 6 दिन, र यसलाई मानौँ 8 दिन र 7 दिन र 2 दिन लाग्छ कम्प्लिट गर्नलाई। ए एक्टिभिटिजलाई काम सकाउनलाई 6 दिन लाग्छ, बीलाई 3 दिन लाग्छ, सीलाई 4 दिन लाग्छ, डीलाई 6 दिन लाग्छ, ईलाई 7 दिन लाग्छ र एफलाई 2 दिन लाग्छ। यदि यस्तो छ भने तपाईको मलाई भन्नुहोस् त, यसमा क्रिटिकल पाथ कुन भयो, क्रिटिकल पाथ कुन भयो, हेरौँ है। पाथ के हो, एउटा यो पाथ 1 2, मलाई के हो त, 1 देखि 1 बाट सुरु गरेर कहाँ पुग्नु पर्नेछ, 5 तिर पुग्नु पर्नेछ है। 1 बाट सुरु गरेर 5 तिर पुग्नु पर्नेछ। यसको अवस्थामा के हो, हामी एउटा बाटो भनेको 1 2 5 यो बाटो भएर जान सक्नुहुन्छ। यसरी गयौं भने कति दिन लाग्छ रे, 6 3 9 दिन लाग्छ, 9 डे हो, 9 डे, ठिक छ। अर्को चाहिँ अर्को पाथ के हो, 1 3 5 भएर पनि जान, 1 3 5 भएर पनि जान सक्नुहुन्छ। कति हो, 4 + 6 10 डे हो, 10 डे, ठिक छ नि। ल अर्को पाथ भनेको के हो, 1 4 5 1 4 5 भएर पनि जान सक्नुहुन्छ, द्याट इज के हो, 7 2 9 डे लाग्छ। हेरौँ त, यिनी सबै मध्ये तीनटा, एउटा पाथ यो भयो, अर्को पाथ यो भयो, अर्को पाथ यो भयो, यो तीनटै पाथ मध्ये सबैभन्दा बढी टाइम दिने कुन बाटोले हो, कुन पाथले हो, सबभन्दा धेरै टाइम दिने यो हो, सबभन्दा धेरै टाइम दिने यो हो, त्यही भएर यो चाहिँ क्रिटिकल पाथ भयो, ठिक, ठिक छ नि। सबभन्दा लङ्गेस्ट पाथ है, लङ्गेस्ट टाइमको आधारमा जुन सबभन्दा धेरै टाइम लिइरहेछ, सबभन्दा लङ्गेस्ट पाथ भन्छ, द्याट इज के हो तपाईको, त्यसलाई हामी के क्रिटिकल पाथ भन्छ, लङ्गेस्ट ड्युरेसन। सुन भाइ राम्रोसँग ध्यान दिनु होला, धेरै नहतार गर्नुहोस्। अब यो प्रोजेक्ट कम्प्लिट गर्नलाई हामीले कम्तीमा कति दिन चाहिन्छ भन्नुहोस् त मलाई। अब मानौँ न एउटा प्रोजेक्ट छ क्या, यो पुरै एउटा प्रोजेक्ट छ, प्रोजेक्टमा एउटा दुईटा तीनटा चारटा पाँचटा छवटा एउटा प्रोजेक्ट मध्ये 6वटा एक्टिभिटी छन्, एउटा प्रोजेक्ट मध्ये 6वटा एक्टिभिटी छन् भने चाहिँ मिनिमम एटलिस्ट हामीलाई यो प्रोजेक्ट कम गर कति दिन लाग्छ, 9 डेज, 9 डेज। ओ मूर्खहरू सुन्नुस् न, मेरो कुरा पनि सुन्नुस् न यार है, 9 डे भन्नु ल, मलाई भन्नु ल,
9 डे साथीले भन्छ यो 9 त सानो हो 10 त ठुलो हैन मिनिमम भन्नुभयो सरले 9 हुनु पर्ने तर होइन हेर भाइ यदि तपाईले 9 डे भन्नुहुन्छ भने ल ठिक छ ल ल ल है हुन्छ हुन्छ ल के छ भने सुन राम्रोसँग ध्यान दिनु है के छ तपाईहरुले भन्नुहुन्छ सर 9 डे तपाईले मिनिमम सोध्नु भएको ए बाबु त हेर्नुस् न यदि 9 डे मानम यो गरेर तपाईँ जानुहुन्छ ल ना यसलाई कम्प्लिट गर्न 9 दिन लाग्छ यो त कम्प्लिट भयो ल यो कम्प्लिट 9 दिन त भइहाल्छ यसलाई पनि 9 दिन नै लागिरहेको थियो यो पनि सँगसँगै कम्प्लिट भएको होला ठिकै छ तर यसलाई त 4 6 10 दिन लाग्छ नि त तपाईले 9 दिन काम गर्नुभयो यसलाई लाग्छ 10 दिन प्रोजेक्ट कम्प्लिट भयो त प्रोजेक्ट कम्प्लिट भयो भएन नि यसलाई लाग्छ 9 दिन यसलाई लाग्छ 10 दिन भनेपछि तपाईले 9 दिन काम गर्नु भने यसलाई के हो यो त सकेको हुँदैन एक दिन जति बाँकी रहिरहन्छ नि काम कम्प्लिट गर्नलाई कम्तीमा 10 दिन चाहिन्छ 10 दिन गर्नु ल यो यता भएर गयो भने सँगसँगै उताको पनि काम सकिएको होला उताको पनि सकिएको होला यिनीहरू चाहिँ एक दिन पहिले सकिएको होला तर यो के हो योलाई त सक्न कम्तीमा 10 दिन त लाग्छ नै लाग्छ हो कि नै यस या नो भने पुरै प्रोजेक्ट कम्प्लिट गर्नलाई कम्तीमा 10 दिन नभई हुन्छ त हुँदैन कम्तीमा 10 दिन चाहिन्छ त्यही भएर क्वेशनमा धेरै कन्फ्युजन के आउँछ भने यहाँ ड्युरेसन चाहिँ क्रिटिकल पाथ को लंगेस्ट सुनौ है राम्रोसँग क्रिटिकल पाथ को सोध्यो भने लंगेस्ट चाहिँ ड्युरेसन चाहिँ के हो लंगेस्ट तर टाइम फुल के रे प्रोजेक्ट कम्प्लिसन को लागि टाइम मिनिमम हो कि मैक्सिमम सोध्यो भने मिनिमम टाइम हो के हो त मिनिमम टाइम टू कंप्लीट द प्रोजेक्ट कंप्लीट गर्नलाई कम्तीमा त्यति दिन टाइम चाहदो रहेछ क्रिटिकल टाइम भनेको है ठीक छ त्यो प्रोजेक्ट कम्प्लिसन को लागि कम्तीमा त्यति चाहिन्छ भयो ल ल अब कुरा यसको आयो यो सबैमा 6वटा एक्टिभिटी छ नि ए बी सी डी ई एफ 6वटा एक्टिभिटीमा क्रिटिकल एक्टिभिटी कुन छ भन्नुस् मलाई क्रिटिकल एक्टिभिटी कुन छन् प्लिज कमेन्ट अरे भाइ 1 3 5 त एक्टिभिटी हो र कस्तो कुरा गर्नुहुन्छ 1 3 5 एक्टिभिटी हो 1 3 5 त के इभेन्ट हो सी र डी क्रिटिकल पाथमा कुन एक्टिभिटी परिरहेछ त सी र डी परिरहेछ त सी र डी के भयो क्रिटिकल एक्टिभिटी भयो ध्यान दिनु होला क्रिटिकल एक्टिभिटी भयो है क्रिटिकल पाथमा जुन एक्टिभिटी पर्छ त्यसलाई क्रिटिकल एक्टिभिटी अब हेरौँ त किट सी ले चाहिँ 4 दिन लागिरहेछ डी ले 6 दिन लागिरहेछ 4 दिन र 6 दिन तर यिनीहरू भन्दा धेरै टाइम दिने कोन हो ई ले हो यिनीहरू सी र डी भन्दा बढी टाइम त ई ले लिन्छ ई ले 7 दिन खाइरहेछ अनि ई क्रिटिकल एक्टिभिटी भयो त ई क्रिटिकल एक्टिभिटी भयो त भएन नि है क्रिटिकल एक्टिभिटी सी र डी त मात्र छ किन क्रिटिकल पाथमा पर्यो तर ई त के हो धेरै टाइम लिए पनि दिस इज नट अ क्रिटिकल एक्टिभिटी है धेरै टाइम लिए पनि यो क्रिटिकल एक्टिभिटी भएन नि त्यही भएर यहाँ एन्सर के हुन्छ नन हुन्छ धेरै टाइम लिए पनि यो चाहिँ क्रिटिकल एक्टिभिटी भएन किन क्रिटिकल एक्टिभिटी हुनलाई त्यसको पाथमै पर्न पर्छ क्रिटिकल पाथमै पर्न पर्छ यति भनेर पनि बुझिएन भने के गर्ने 5-6 चोटि रेकर्डेड भिडियो हेर्ने अनि बल्ल बुझिन्छ र अब हामी पढाइ सुरु गरौँला हाइड्रोलिक्स केही भोलिदेखि त्यसपछि म फेरि कन्स्ट्रक्सन म्यानेजर मैले नै पढाउने हो सो डोन्ट वरी त्यहाँ चाहिँ अझै म क्लियर पारिदिन्छु है यहाँ सबै साथीले ओके ओके भन्नुभएको छ बुझे भनेर ठिकै छ ल हामी अगाडि बढौँ थ्याङ्क यू है अब यो पनि दामी क्वेसन छ है यो पनि दामी क्वेसन छ मैले नि बनाएको क्वेसन हो यो
यो क्वेसन मैले नै बनाएको हो। ल धेरैले रङ 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 भनेर कमेन्ट गरेको थियो कि एन्सरमा। अलिकति बुझ्न पर्ने हो, अनि बल्ल बुझिन्छ रङ हो कि के हो भनेर। बार चार्ट इज सुटेबल फर के हुन्छ हो, मैले साथीहरूलाई जसलाई सिकाएको छु उहाँले मिलाउनु भएको रहेछ है। हो, मैले जुन क्लासमा भनेको छु उहाँहरूले मिलाउनु भएको रहेछ, अरूले बिगार्नु भयो होला। बार चार्ट सबैलाई थाहा छ माइनर प्रोजेक्टको लागि भनेर, सबैलाई थाहा छ माइनर प्रोजेक्टको लागि हो भनेर। किन मेजर प्रोजेक्टमा धेरै कम्प्लेक्सिटी हुन्छ भनेर हामीले माइनर प्रोजेक्टको लागि मात्र बार चार्ट युज गर्छौँ। तर कुरा आउँछ एक्टिभिटिज छन्, एक्टिभिटिजको। सुन भाइ, मैले के भनेको थिएँ भन्दाखेरि एउटा बार चार्ट बनाउँदाखेरि जेनरली एउटा पेपरमा बनाइन्छ होइन, एउटै पेपरमा बनाइन्छ जेनरली। यदि तपाईँ सबै एक्टिभिटिजहरूलाई इन्भल्भ गर्न खोज्नुहुन्छ, सबै एक्टिभिटीलाई इन्क्लुड गर्न खोज्नुहुन्छ भने त्यो ग्राफमा अटाउँदैन, एउटै ग्राफमा नअटाउन सक्छन्। त्यही भएर त्यो एउटै प्रोजेक्टभित्रको पनि ससाना एक्टिभिटीलाई छोडिदिने अथवा त्यो सबैलाई एउटा कम्पाइल गर्ने। जसो कि मानव न म कुरा गर्छु बिल्डिङ कन्स्ट्रक्सनकै कुरा गर्छु। ल यसमा के हुन्छ, आरसिसी मात्र कुरा, हामी आरसिसी मात्र भन्छौँ, हामीले के भन्छौँ आरसिसी। अब आरसिसीमा कतिवटा कुरा छ, रडको छुट्टै कुरा छ, रेनफोर्समेन्टको छुट्टै कुरा छ होइन। रेनफोर्समेन्टको के गरिन्छ, कटिङ गर्न पर्यो, त्यसलाई बाँध्न पर्यो होइन, रेनफोर्समेन्टको काम छुट्टै छ। त्यसपछि अनि बार बेन्डिङको कुरा, त्यसपछि के हो कङ्क्रिटिङ गर्न पर्यो। त्यसमा कङ्क्रिटिङ भनेको पिसिसी आयो, पिसिसी गर्न पर्यो त्यसमा भने के रेनफोर्समेन्टमा हामीले के त कङ्क्रिटिङ हाल्न पर्यो। त्यो हाल्नभन्दा पहिला के गर्न पर्छ, त्यसमा फर्मवर्क गर्न पर्छ, फर्मवर्क होइन, फर्मा लगाउन पर्ने हुन्छ। अब छुट्टा छुट्टै रेनफोर्समेन्टको छुट्टै, पिसिसीको पनि छुट्टै, त्यसको के अरे फर्माको छुट्टै, भने त्यस छुट्टा छुट्टै आइटम लेख्न जान्नुभयो, साना साना आइटमहरू पनि लेख्न जान्नुभयो भने त्यो एउटा पेपरमा नअटाउन सक्छ कि 5-6वटा पेपर लामो बनाउन पर्ने हुन्छ है। त्यो चाहिँ बार चार्टमा अलिकति कम्प्लेक्स हो, गाह्रो है। त्यही भएर हामीले के गर्छौँ, साना सानालाई पनि के गर्छौँ, एउटै ठुलो ठुलोमा के भन्छ ठुलो टपिकमा इन्क्लुड गरेर अनि बनाइदिन्छ। त्यही भएर के हो त, माइनर प्रोजेक्टको पनि ठुला ठुला एक्टिभिटीलाई मात्र देखाउने, त्यसको डिटेल देखाउँदैन यसले। के मैले चाहिँ पढाउने बेलामा यसको एडभान्टेज डिसएडभान्टेज लेखाएको थिएँ। के लेखाएको थिएँ भन्दाखेरि यसले त्यसको डिटेल देखाउँदैन भनेपछि त्यसको माइनर माइनर कुराहरू देखाउँदैन भनेको थिएँ मैले। त्यही भएर के हो त, माइनर प्रोजेक्ट र त्यसको मेजर एक्टिभिटी हो एन्सर यसको है। ठिक छ, धेरैले कमेन्ट मैले हेरेको थिएँ साथीहरूको, भयो यो बढौँ अगाडि। ल ल है, यसको चाहिँ एन्सर अलिक मिसप्रिन्ट भएको थियो है, सबैलाई थाहा नै छ यो क्वेसनको एन्सर। यो धेरै कुनै नयाँ कुरा छैन। टिआइए भनेको त्रिभुवन इन्टरनेसनल एयरपोर्ट हो। ठिक छ, यसको लेन्थ सबैलाई थाहा नै छ। के हुन्छ एन्सर, एकछिन म पानी खान्छु, एक सेकेन्ड है, जस्ट एक सेकेन्ड पानी खाएर। ठिक छ सर।
सुन्नु भएको छ साउन्ड? अलिकति पानी खान गएको थिएँ है, सरी, पोट सुख्या थियो ल है। अब त्रिभुवन इन्टरनेसनल एयरपोर्टको बारेमा अब तपाईँ सुन्नुहोस् है, इक्जाम दिन जाने बेलामा तपाईँहरूको एयरपोर्टबाट त्रिभुवन इन्टरनेसनल एयरपोर्ट, पोखराको रिजनल इन्टरनेसनल एयरपोर्ट र अर्को चाहिँ त्यो गौतम बुद्धको है, त्यसको बारेमा के पढ्नु होला भन्दाखेरि त्यसको ओरिएन्टेसन कुन छेउ के अरे कुन डाइरेक्सनमा त्यसको ओरिएन्टेसन छ त्यो हेर्नु होला राम्रोसँग। इस्ट वेस्टमा कुन डाइरेक्सनमा छ त्यो हेर्नु होला। त्यसको रनवेको लेन्थ कति छ है, रनवे लेन्थ कति छ त्यो चाहिँ दुटैको हेर्नु होला। यसको विड्थ पनि हेर्नु होला, भोग्नु होला विड्थ, र यसको अल्टिट्युड कति एलिभेसनमा छ, समुद्री लेभलबाट कति हाइटमा छ नि त्यो हेर्नु होला। अल्टिट्युड समुद्री सतहबाट कति हाइटमा छ त्यो हेर्नु होला। र अर्को कुरा के हेर्दाखेरि यसको विड्थ लेन्थ भइसक्यो, र यसको सर्फेस है बिटुमिनस छ कि अस्फाल्ट छ कि कङ्क्रिट वाला छ कि के छ त्यो चाहिँ हेर्नु होला है। र तपाईँको टिआइए को त्रिभुवन इन्टरनेसनल एयरपोर्टको यहाँ तपाईँको लेन्थ नसोधेर के सोधिन सक्छ भन्दाखेरि कुन क्याटेगोरीमा पर्छ, ए मा हो कि बी मा हो कि सी मा हो, यसको नाम के हो। जस्तो कि मलाई भन्नुहोस् त, तपाईँले त्रिभुवन इन्टरनेसनल एयरपोर्टको नेमिङ भन्नु पर्ने के भन्नुहुन्छ भन्नुहोस् त, 4A 4B 4C 4E कि के हो है, त्यो नामहरू चाहिँ हेर्नु होला, क्याटेगोरी, ठिक छ नि। त्यो चाहिँ एकदमै काम लाग्छ, इक्जाममा सोधिन्छ ल। अहिले त्रिभुवन इन्टरनेसनल एयरपोर्टको के रनवेको लेन्थ चाहिँ 3350 मिटर छ। यो कुरा धेरैले थाहा नै छ है, त्यहाँ मिसप्रिन्ट भएको थियो। गौतम बुद्ध एयरपोर्टको बुकमा छैन होला है, बुकमा छैन भने गुगल गरेर हेर्दा हुन्छ। गुगल नगरे पनि हाम्रो कोचिङको जुन नोट पाउनुहुन्छ नि हो त्यो नोटमा छ सबै थोक, डोन्ट वरी। सरले लेखाएको भए ठिकै छ, नलेखाएको भए गुगल गरे पनि हुन्छ, न त हाम्रो नोटमा पनि छ, ठिक छ ल। अर्को अब जुन रनवेको सर्फेस कसको, म त्रिभुवन इन्टरनेसनल एयरपोर्टकै कुरा गर्छु, यसको सर्फेस कस्तो छ त, अस्फाल्ट छ है, अलकत्रावाला छ अस्फाल्ट। सुन भाइ, धेरैले कन्फ्युजन होला, सर बिटुमिनस पनि भन्नुहुन्छ, अलकत्रा पनि भन्नुहुन्छ, अस्फाल्ट पनि भन्नुहुन्छ, के फरक छ? सुन्नुहोस् है, बिटुमिन अलकत्राकै प्रोडक्ट हो अस्फाल्ट, बुझ्नुहुन्छ नि। कि जसरी कि सिमेन्टमा, जसरी तपाईहरुले सिमेन्टमा के गर्नुहुन्छ, स्यान्ड, एग्रिगेट हैन, गिट्टी, वाटर मिलाइदिनु भने के बन्छ, कङ्क्रिट बन्छ हो, कङ्क्रिट बन्छ नि, ठिक छ। कङ्क्रिटमा बाइन्डिङ मेटेरियल कुन हो, सिमेन्ट हो, सिमेन्ट हो के हो, सिमेन्ट हो यसको बाइन्डिङ मटेरियल। त्यस्तै नै अस्फाल्टमा, अस्फाल्टमा पनि के हो, जहाँ सिमेन्ट छ नि त्यो अवस्थामा बिटुमिन हुन्छ। यो पनि के हो त, बिटुमिन, त्यसमा अलकत्रा नै हुन्छ क्या, बिटुमिन प्लस त्यसको एग्रिगेट गिटी, गिटी हुन्छ, स्यान्ड हुन्छ, यो सबै थोक मिक्स गरेर जुन बनाइएको प्रोडक्ट छ द्याट इज अस्फाल्ट हो। र अस्फाल्टको जुन तपाईको बाइन्डिङ मेटेरियल छ त्यो चाहिँ बिटुमिन नै हो। बिटुमिनको हैन, बिटुमिनबाट बनाउने धेरै खालको सर्फेसको टाइपहरू तपाईँ हाइवेमा पढ्नु भयो होला, त्यो मध्ये के हो त अस्फाल्ट छ है। त्यो अस्फाल्ट के हो त टिआइएमा छ, सबैको हेर्नु होला। गौतम बुद्धमा के छ हैन, तपाईको के अरे पोखरामा के छ सबै हेर्नु होला मजाले, हाम्रो नोटमा छ। यहाँ लेखाउन गयो भने धेरै टाइम लाग्छ साथी है, जम्मा 1.5-2 घन्टाको क्लास छ, टाइम धेरै गइहाल्छ, धेरै गइहाल्यो 17 नम्बर मात्र छन् ल। अर्को क्वान्टिटी अफ सिमेन्ट रिक्वायर्ड फर 1 क्युबिक मिटर पिसिसी फर आरसिसी भनेपछि तपाईले मानौँ न 1 घनमिटरको आरसिसी गर्नुहुन्छ भने कति ब्याग सिमेन्ट चाहिन्छ, यो त निकाल्न सिकाएको थियो नि है, सबैले सिक्नु भयो होला, सबैले निकाल्नु भयो होला। कति आउँछ, 8 ब्याग्स आएको हो। कसरी, मैले के भनेको थिएँ, 1 घनमिटर के हो, यो त के हो तपाईको वेट, वेट जब कास्ट गरिसकेपछि, मानौँ तपाईको कास्ट गरिसकेपछिको फाइनल हो 1 घनमिटर हैन। भनेपछि हामी ड्राई गर्ने बेलामा कति भोल्युम बढाउँछौँ त, 50 देखि 55% हामीले एक्स्ट्रा एड गर्छौँ, एक्स्ट्रा एड गर्छौँ 55%, जेनरली 54%।
54% एड गर्नुहोस् 54% एड गर्नुभयो भने या त 55% भनौँ 55% एड गर्नुभयो भने कति भइहाल्छ 1.55 भइहाल्छ त 1.54 भइहाल्छ अनि 1 भाग सिमेन्ट हो 2 भाग के अरे 1.5 भाग स्यान्ड हो 3 भाग गिटी हो भने टोटल कति हुन्छ टोटल भनेको 1 1.5 अढाई अढाई 3 5.5 ले डिभाइड गर्नुहोस् कति आयो हेरौँ त इन्टु 28.8 गर्नुहोस् किन 1 घन मिटरमा 28.8 ब्याग हुन्छ 28.8 ब्याग हुन्छ जुन चाहिँ नियरली इक्वल टु कति आउँछ भन्दाखेरि 8 ब्याग आउँछ है नियरली इक्वल टु 8 ब्याग्स आउँछ ठीक छ नियरली इक्वल टु के गर्ने त पहिला जति घन मिटर छ त्यो घन मिटर निकाल्ने है कसरी हामीले 50 देखि 55% एक्स्ट्रा हामी के को लागि ड्राई निकाल्दा बेला एड गर्ने त्यसलाई चाहिँ 1 भाग निकाल्ने त्यो घन मिटरमा आयो त्यसलाई हामी नम्बर अफ ब्यागले डिभाइड मल्टिप्लाई गर्यो भने आइहाल्छ है ल हो यो यसमा पनि साथीहरूले कमेन्ट गर्नुभएको थियो यो क्वेसनमा पनि कमेन्ट गर्नुभएको थियो कि मिनिमम रेनफोर्समेन्ट रिक्वायर्ड फर 300/300 mm कलम साथीहरूले कति त भन्दाखेरि 700 दिनुभएको छ एन्सर धेरैले कमेन्ट पनि गरे सरको रङ छ भनेर भन्नुभएको छ ल म उहाँको ठिक गरिदिएँ है उहाँले भनेको कुरालाई मैले ठिक गरिदिएँ ल मलाई भन्नुहोस् त मिनिमम पर्सेन्टेज कति रे 0.8 होइन र मिनिमम पर्सेन्टेज कलममा कति राख्नु पर्ने हो मिनिमम 0.8% होइन मिनिमम 0.8% कसको ग्रस एरिया कलमको क्रस सेक्सनल एरिया कति छ 300 यतातिर पनि छ 300 यतातिर पनि छ भनेपछि के एउटा तपाईको स्क्वायर कलम छ कलमको एरिया कति रे 300 × 300 अब यसको 0.8% गर्नुहोस् त कति हुन्छ 0 ले 0 गयो 3 3 9 900 को 0.8 हो है दैट इज 9 8 22 720 mm स्क्वायर ओहो सर तपाईले भनेको सही रहेछ त्यो भाइले जुन कमेन्ट गरेको थियो त्यसैको सही रहेछ यो हैन त्यसको नजिकको छ अरे मूर्ख मिनिमम 720 हो हेर्न पर्दैन मिनिमम 720 यो भन्दा कम त जान भएन 720 भन्दा 700 कम हो कि कम हो बढी हो कम हो नि यो कम हो नि यो हुँदैन ध्यान दिने त्यसको ठ्याक्क माथिको कुन छ ठ्याक्क त्यो भन्दा माथिको कुन छ त्यही हेर्ने अनि टिका लगाइदिने ठ्याक्क है त्यो भन्दा माथिको कुन छ त्यो हेर्ने है ठ्याक्क त्यो भन्दा माथिको कुन छ त्यो हेर्ने ठीक छ नि 720 त त्यसको भन्दा थोरै हो 720 हामीले मिनिमम चाहिएको छ अनि 700 त्यो भन्दा थोरै कम भएन र है ल बाबुराम सरजीले के भन्नुहुन्छ 0.8% सर हाउ यो कोडले नै प्रोभिजन IS 456 कोडले नै प्रोभाइड गरिदिएको साथी हो मिनिमम 0.8% म्याक्सिमम तपाईँको कति त 6% प्र्याक्टिकली चाहिँ कति 4% चाहिँ कोडले नै प्रोभाइड गरेको छ 720 नै हुन्थ्यो भने त 720 लगाए हुन्थ्यो नि त अप्सनमा यदि यो 700 नभएर 720 भएको भए 720 हुन्थ्यो 720 यदि अप्सनमा छ भने त त्यसमा केही टेन्सन लिने पर्ने कुरै छैन होइन 720 नभएको खण्डमा मैले के दिएछु मैले अप्सन बनाएको छु आफैले त्यही भएर मैले आफैले यो बनाएको अप्सन हो यो कति हेरौँ विद्यार्थीहरू कति पढ्नु भएको छैन मैले यो RCC मैले नै पढाएको थिएँ पढाउने बेलामा पनि भनेको थिएँ यस्तो झुकाउन सक्छ इक्जाममा एउटा दुईटा क्वेसन त झुकाइदिन्छ इक्जाममा है म्याक्सिमम कति हो म्याक्सिमम 4% हो प्र्याक्टिकली र थ्योरेटिकली कति त 6% मैले भनेको छु त जब केही कुरा भन्दैन भने 6 लिने म्याक्सिमम प्र्याक्टिकली अथवा थ्योरेटिकली केही पनि भनेन भने म्याक्सिमम 6% लिने ठीक छ ल अगाडि जाम हामी अब यसको द टाइप अफ फेलियर द्याट क्यान अकर
विदाउट प्रोभाइडिङ सियर एन्फोर्समेन्ट इन बीम इज के हो? यसको बारेमा पनि धेरै चर्चा गरिसकेका थियौँ। ल के हो त डायगोनल टेन्सन फेलियर। यो कतै कहाँ हुन्छ रे? बीमको बिचमा हुन्छ कि सपोर्टको नजिक हुन्छ कि सपोर्टमा हुन्छ? सपोर्ट निर हुन्छ है, सपोर्ट निरै हुन्छ। ठिक छ ल। तर यहाँ द टाइप्स अफ सियर फेलियर भनेको मात्र, द टाइप्स अफ सियर फेलियर मात्र भनेको के हुन्थ्यो? अल हुन्थ्यो। टाइप्स अफ सियर फेलियर मात्र भनेको भए अल हुन्थ्यो होइन। मैले लेखाएको थिएँ नि क्वेसन, मैले क्वेसन लेखाएको थिएँ। के लेखाएको थिएँ? दुईटा क्वेसन लेखाएको थिएँ। एउटा के सियर रेनफोर्समेन्ट प्रोभाइड नगर्दा कुन फेलियर हुन सक्छ? डायगोनल टेन्सन फेलियर है। अर्को चाहिँ सियर फेलियरको टाइप कुन कुन हो भन्दाखेरि अल। ल अब अलिकति यहाँ ध्यान दिनु त के छ? द बेन्डिङ मोमेन्ट एट द फ्री इन्ड अफ अ क्यान्टिलिभर बीम। यो बीम छुट्या छ है, यहाँ बीम छुट्या छ। क्यान्टिलिभर बीम सब्जेक्टेड टु 10 किलो न्युटन लोड एट फ्री इन्ड इज। एउटा क्यान्टिलिभर बीम छ है, फ्री इन्डमा 10 किलो न्युटन लोड लागेको छ भने के एट द फ्री इन्ड द बेन्डिङ मोमेन्ट एट द फ्री इन्ड नै निकाल्न पर्छ। यही बेन्डिङ मोमेन्ट निकाल्न पर्छ। भनौँ के हुन्छ एन्सर? ओ WL स्क्वायर बाई 2 रे। WL स्क्वायर बाई 2 भन्नुभएको छ साथीले। WL 8 पनि भनिदिनुहोस् न, भन्न के गइरहेछ त्यो पनि भनिदिनुहोस्। WL 8 पनि भनिदिनुहोस् होइन र? अरे साथी फ्री इन्डमा कहिल्यै पनि मुभमेन्ट हुँदैन क्या। कति भनौँ फ्री इन्डमा मुभमेन्ट भने के हो? बेन्डिङ मोमेन्ट भनेको त हामीले फोर्स इन्टु डिस्टेन्स गर्छौँ होइन, फोर्स इन्टु डिस्टेन्स गर्छौँ। तर अब हामीले यहाँ निकाल्न पर्ने छ। हामी यताबाट गइरहेछौँ भनौँ, यताबाट गइरहेछ भने यसको राइटमा त कुनै पनि लोड नै छैन, यसको राइटमा कुनै पनि लोड नै छैन। एउटा त्यही आइरहेछ ठ्याक्क त्यही पोइन्टमा डिस्टेन्स छँदै छैन भनेपछि यहाँ बेन्डिङ मोमेन्ट कसरी हुन्छ? हुँदैन नि। बेन्डिङ मोमेन्ट कहिल्यै पनि हुँदैन फ्री इन्डमा। फ्री इन्डमा अलवेज जिरो। फ्री इन्डमा अलवेज जिरो। एसएफ र बेन्डिङ मोमेन्ट बोथ सर जिरो हुन्छ नि। ओहो तपाईँले भनेको एकदमै सही छ। ल अब मलाई यही क्वेसनमा सियर फोर्स बेन्डिङ मोमेन्टको ठाउँमा सियर फोर्स भनेको भए के एन्सर हुन्थ्यो भन्नुहोस् त मलाई? के हुन्थ्यो? जिरो नै हुन्थ्यो। हे बा विद्यार्थी के पढ्या छ यार? स्ट्रक्चर त पुरै खोइला भएको छ यिनीहरूको। स्ट्रक्चरमा आउने बित्तिकै के हुन्छ यिनीहरूको यार? कसैले 20 भनेछ, कसैले WL भन्छ, कसैले के भन्छ। रे भाइ यो ठाउँमा सियर फोर्स निकाल्न पर्छ भने यहाँको सियर फोर्सको अर्थ के? सियर फोर्सको भर्टिकल फोर्स त्यहाँसम्मको जुन सेक्सनमा चाहिएको छ त्यो सेक्सनसम्मको अथवा राइटबाट अथवा लेफ्टबाट हामी त्यसको भर्टिकल फोर्सको सम गर्दै जाने हो। मानव मलाई यहाँ सियर फोर्स चाहियो भने यता मानव यताबाट जाम अथवा यताबाट जाम, कुनै एकातिर जाम न। ल म यताबाट आइरहेको छु, उतातिर त केही छँदै छैन, मात्र के छ त यो लोड मात्र छ भन्छ के 10 किलो न्युटनै भएन र? 10 किलो न्युटन भएन र? कति सोचे यार? त्यही नै हुन्छ 10 किलो न्युटन है। फिक्स इन्डमा 20 रे। फिक्स इन्डमा 20 किन हुन्छ? कस्तो कुरा गर्नुहुन्छ? अरे भाइ यहाँ छ ल, यहाँ समाउनुहोस् त। यहाँ जोडे पनि यहाँ पनि 10 छ, यहाँ पनि 10 हुन्छ। किन? अरू केही छ बिचमा? बिचमा अरू कुनै लोडै छैन भने यहाँ पनि त 10 लाग्छ नि। यहाँ किन 20 भइहाल्छ? यहाँ 20 किन हुन पर्यो? बिचमा अरू कुनै लोडै छैन, यहाँ 10 मात्र छ भने यहाँ पनि 10 भएन र? अनि स्पानले लोड सियर फोर्सलाई फरक पर्छ त? कस्तो कुरा गरे? स्पानले सियर फोर्सलाई के असर गर्छ? पोइन्ट लोडमा
स्पानले त बेन्डिङ मोमेन्टलाई पो फरक पार्छ नि। स्पानले है तपाईहरु त स्ट्रक्चर त खोया छ तपाईहरुको यार, कामै छैन यार। हुन्छ है राम्रोसँग बीम पहिला बनाउनु, फिगर कोर्नुस् यहाँ, फिगर कोर्नुस्। द बेन्डिङ मोमेन्ट एट द फ्री इन, पहिला बेन्डिङ मोमेन्ट पहिला कोर्नुस् न यहाँ, के रे क्यान्टिलिभर बीम। क्यान्टिलिभर बीम छ, स्पान 2 छ, 2 मिटर, लोड यहाँ लागेको छ 10 किलो न्यूटन। अरे बाबु म यहाँ बेन्डिङ मोमेन्ट सोधेको छु। बेन्डिङ मोमेन्ट भनेको फोर्स इन्टु डिस्टेन्स हो। जब यताबाट म आए कुनै उता फोर्स नै छैन, मलाई यहाँ मलाई फ्री इनमै निकाल्न पर्ने छ। फ्री इनमा त सिधै के गर्ने हो, जिरो। किन, उता अरू कुनै लोडै छैन, कुनै लोडै नभए के भइहाल्छ, सिधै जिरो, सिधै जिरो, कामै छैन यसको। हो फिक्स्ड इनमा यहाँ सोधेको भए यो के हो, फ्री इनमा, फ्री इन एफ ई भने है। बेन्डिङ मोमेन्ट एट फिक्स इन भनेको यो चाहिँ फ्री इन हो, यो चाहिँ फिक्स्ड हो। फिक्स्डमा सोधेको भयो के हुन्थ्यो, फोर्स इन्टु डिस्टेन्स, फोर्स 10 हो इन्टु 2 20 हुन्थ्यो, बल्ल बल्ल हुन्थ्यो 20। फिक्स्ड इनमा यो ठाउँमा निकाल्न परेको भए फोर्स इन्टु यो दूरी, फोर्स इन्टु यो दूरी गरेर 20 हुन्छ। तर सियर फोर्सको कुरा आउँदा सियर फोर्स त यहाँ पनि 10 हुन्छ र यहाँ पनि 10 हुन्छ, दुवै ठाउँमा 10 हुन्छ क्या। किन, सियर फोर्स त डिस्टेन्समा मतलब नै छैन। बुझ्नुभयो? सानो सानो कुरा बिगार्नुहुन्छ हो साथीहरू, धेरै सानो, यो धेरै सानो न्युमेरिकल हो नि। सियर फोर्स भनेको के, भर्टिकल फोर्स हो क्या। सियर फोर्स भनेको भर्टिकल फोर्स भनेको, घोक्नुस् त, सियर फोर्स भनेको भर्टिकल फोर्स, जुन ठाउँमा चाहिन्छ त्यहाँसम्म सम गर्दै जाने। हल्ला गर्नुस् त आफ्नो मनमा है। एक्सियल भनेको होरिजेन्टल हो। कहिले पनि अब सर साथीहरूले के भन्छ त, यहाँ हेर्नुहोस् है, के गर्छ भन्दाखेरि मलाई पनि गल्ती बनाइदिन्छ यिनीहरूले। सर त्यसो भए सर यो तपाईँले भन्नुभयो के त, मैले अहिले के भनिदिएँ अरे, कि सियर फोर्स भनेको भर्टिकल हो रे होइन, भर्टिकल हो, अनि एक्सियल भनेको होरिजेन्टल हो रे। त्यस्तो होइन, नेभर। यस्तो मैले अहिले बल्ल अहिले सिकाइरहेको छु नि, तर कहिले यस्तो युज नगर्ने कि सियर भनेको भर्टिकल हो, एक्सियल भनेको होरिजेन्टल, गल्ती भइहाल्छ। किन, मानव तपाईँको यदि मेम्बर यस्तो आइदियो, ल मेम्बर तपाईँको कुनै यस्तो छ, कस्तो यस्तो मेम्बर छ, अब म यस्तो छ भने भर्टिकल त यो हो नि, भर्टिकल त यो के, यो सियर फोर्स हो त होइन नि, सियर फोर्स यो भएन। अब सियर फोर्स भनेको जुन बीम छ, जुन डाइरेक्सन छ नि, हो योसँग परपेन्डिकुलर क्या, यससँग परपेन्डिकुलर। मानव यस्तो छ भने, मानव यस्तो मेम्बर छ भने, यस्तो मेम्बर यससँग परपेन्डिकुलर चाहिँ सियर भयो, सियर भयो। र यसको एक्सिसमा, एक्सिसको एलङमा चाहिँ एक्सियल हुन्छ, एक्सियल। त्यसो भए सर अघिदेखि चाहिँ भर्टिकल भर्टिकल किन भन्नुभयो हामीलाई, किन गल्ती सिकाउनु भयो? मैले गल्ती सिकाएको होइन, मैले किन सिकाएको भन्दाखेरि बीम त के हो, जेनरली होरिजेन्टल हुन्छ, त्यही भएर यसको भर्टिकल फोर्स चाहिँ के हो त, सियर हो होइन, सियर हो। र यसको एक्सिसमा लाग्ने के हो त, एक्सियल हो, एक्सियल हो है। यति घोक्नुस् न यार, सानो सानो कुरा छ त है। ठिक छ, जहिले पनि जुन मेम्बर छ, मेम्बरको परपेन्डिकुलर चाहिँ सियर हुन्छ, त्यसको एक्सियल एक्सिसको डाइरेक्सनमा लाग्ने चाहिँ एक्सियल हुन्छ। र सियर फोर्स भनेको जहाँसम्म चाहिएको छ त्यहाँसम्मको परपेन्डिकुलर डाइरेक्सनको फोर्सलाई सम गर्ने मात्र हो, जोड्ने मात्र हो। ठिक छ, ल 20 वटा क्वेसनमा यति धेरै टाइम लागिसक्यो यार। यो क्वेसन त झन् कहाँ मिलाउन सक्नुहुँदैन, तपाईँ झन् बिगार्नु भयो तपाईँहरूले। ल भनौँ त 21 नम्बरको, मिलाउनु भएको छ ल, बोथ भन्नु ठिक छ, धन्यवाद है। सबै साथीले मिलाउनु भएको छ, ठिक छ। क्वेसन पढ्नुहोस् त सिम्पली। A simply supported beam
subjected to 10 kilonewton at center, shear force at center is, हेरौँ है, सिम्पल छ है, सिम्पली सपोर्टेड बीम छ एउटा, हेरौँ है, सिम्पली सपोर्टेड बीम छ एउटा, कोर्ने पहिला फिगर कोर्ने, अनि सेन्टरमा 10 किलोन्युटन लोड लागेको छ, 10 किलोन्युटन लोड लागेको छ भने सेन्टरमा शियर फोर्स कति हुन्छ, त्यो त हामीले शियर फोर्स निकाल्दा के निकाल्न पर्छ, पहिला त निकाल्न पर्ने के हो, रिएक्सन हो बाबु हो, बीचमा लागेको छ नि लोड, ठ्याक्क बीचमा छ भने आधी रिएक्सन यता पनि आउँछ, आधी उता पनि लाग्छ, त्यही भएर मानव यो ए छ यो बी छ भने रिएक्सन आर ए बराबर पनि 5 भइहाल्छ आधी, र यता पनि 5, आर बी बराबर 5 हैन र, आधी आधी दुवै साइडमा, आधी आधी दुवै साइडमा, आर ए पनि 5 है र आर बी पनि 5। अब कुरा त रिएक्सन मात्र आयो सर, रिएक्सन मात्र आयो सर, तर निकाल्न पर्ने के हो, शियर फोर्स निकाल्न पर्ने छ। शियर फोर्स निकाल्दाखेरि के गर्न पर्छ, मैले कहाँ भनेछु, सेन्टरमा निकाल्न भनेछु मैले, र सेन्टरमा शियर फोर्स चाहियो भने हामीले गर्ने के, अब पहिला एक मलाई भन्नुस् त, ए मा शियर फोर्स कति, ए मा कति, ए मा 5, किन यहाँ त 5 मात्र हो नि, भनेपछि ए मा 5 छ भने यहाँ कति, ल यो बिचमा यहाँ कति, यो ठाउँमा कति, यहाँ पनि 5 नै हो नि, किन यो भन्दा त हामी यहाँसम्म भर्टिकल फोर्स जोड्दै गइरहेछौँ, यो बिचमा कुनै पनि लोड आएन, यहाँ पनि 5, यहाँ पनि 5, यहाँ पनि 5, किन बिचमा कुनै फोर्सै छैन, ठ्याक्क यहाँ पुग्नुभयो भने, ठ्याक्क यहाँ जब तपाईले यसको क्रस गर्नुहुन्छ, यो ठ्याक्क यो पर्नुभन्दा पहिल्यै यहाँसम्म 5 छ, तर यसको जब पारी जानुहुन्छ, यसको अर्को पल्ट जानुहुन्छ, ठ्याक्क अर्को, यो जस्ट लेफ्ट र जस्ट राइट गर्न पर्ने हुन्छ, जहाँ पोइन्ट लोड लागिरहेको हुन्छ त्यो केसमा हामीले जस्ट लेफ्ट र जस्ट राइट गर्न पर्छ, ठ्याक्क क्रस गर्नुहुन्छ भने के हुन्छ, यो लोड पनि आइहाल्छ, हो कि नै, भनेपछि यसको अर्को पारी के हुन्छ, यसको अर्को पारी यतातिर त 5 थियो माथितिर, तर अर्कोतिर -10, यो तलतिर छ नि त, तलतिर छ भनेपछि यसको डायग्राम यदि कोर्नुहुन्छ भने, यसको डायग्राम मानौँ यहाँ चाहिँ 5 थियो, यहाँ पनि 5 थियो, यहाँ चाहिँ बिचमा 10 थियो, यसको डायग्राम कोर्नु हेर्नु त, यहाँ 5 थियो त यतासम्म यहाँसम्म ठ्याक्क 5 गयो प्लसमा, किन माथिलाई हामीले प्लस मान्यौँ, ठ्याक्क सिधा गयो, सिधा, त्यो चाहिँ सिधा हो है, इन्क्लाइन छैन। अब ठ्याक्क त्यहाँ पुग्ने बित्तिकै 10 ले घटाइदिन्छ, 10 ले के गर्छ, माइनस, त 5 प्लस छ 10 माइनस छ, के भइहाल्छ, -5 भइहाल्छ तल पनि, भनेपछि यहाँ +5 छ, तल के भयो त -5 भइहाल्यो, अनि फेरि यहाँ गएर मिल्छ हैन, भनेपछि एकै ठाउँमा ठ्याक्क सेन्टरमै के छ त, प्लस पनि 5 छ माइनस पनि 5 छ, त्यही भएर के हो त, बोथ बी एन्ड सी है, बोथ बी एन्ड सी, अल अफ द एबभ भन्न मिल्दैन, कहाँ यहाँ 0 छ र, यहाँ 0 छ त छैन नि, शियर फोर्स यहाँ 0 छैन, यहाँ शियर फोर्स कति छ, +5 देखि -5 सम्म छ, ठीक छ, ल अगाडि जाम, ल यो त ठिक छ, मिनिमम डेप्थ अफ फाउन्डेसन इन क्ले सोइल कति हुन्छ, मिनिमम हामीले कति डेप्थ राख्न पर्छ क्ले सोइलमा, 90 सेन्टी, यसमा धेरै मैले भनिराख्न परेन है, मिनिमम चाहिँ 90 सेन्टी हो, यसमा धेरै भनिराख्न परेन। अगाडि म्याक्सिमम नम्बर अफ स्टेप है, यो स्ट्रेस छैन, यो त्यो चाहिँ के हो त, स्टेप हो, एउटा भर्याङमा जब भर्याङ बनाउनुहुन्छ अनि एउटा फ्लाइटमा है, एउटा फ्लाइटमा चाहिँ कति राख्ने एउटा फ्लाइटमा, यस्तो जुन हुन्छ नि, ल 1 2 3 4 5 6 यस्तो गरेर स्टेप म्याक्सिमम कतिसम्म राख्न सकिन्छ, कति हो, धेरैले 12 भनिराख्नु, सुनौँ है, एनबीसी पढ्नु भएको छ साथीहरूले, एनबीसी नेशनल बिल्डिङ कोड हेर्नु त,
नयाँ वाला हेर्नु होला है। त्यसमा कति छ? 15 हो। म्याक्सिमम 15, मिनिमम 3, म्याक्सिमम 15, मिनिमम 3। अलिकति हेर्नु होला राम्रोसँग, हेर्नु होला है। धेरैले बिगार्नु भएको छ। म्याक्सिमम 15, मिनिमम 3। ठिक छ। अहिले कति एनबिसी हेर्नु होला गएर, नत्र भएर म सेन्ड गरिदिन्छु है, म तपाईँहरू सेन्ड गरिदिन्छु। यदि मैले हेर्न मिस्टेक गरेको छ भने म त्यो पनि भनिदिउँला है। यदि मैले हेर्न मिस्टेक गरेको भए म पनि भनिदिउँला, तर मैले हेरेको चाहिँ 15 नै हो। ठिक छ, मैले हेरेको 15 नै हो। 3 देखि 15 हुन्छ। म त्यो डकुमेन्ट पनि सेन्ड गरिदिन्छु ल। मिनिमम चाहिँ 3 हो है। मिनिमम सोध्यो भने 3। ठिक छ नि, मिनिमम चाहिँ कति हो? 3 हो। याद गर्नु होला, यसले सोधिरहेको हुन्छ है। यसको पिच पनि, म्याक्सिमम पिच कतिसम्म जान्छ? एउटा फ्लाइटको है, फ्लाइटको पिच भने स्लोप कति हो त्यो पनि सोधिन्छ। ध्यान दिनु होला। कति हो रे स्लोप? कति हो म्याक्सिमम स्लोप? कति हो फ्लाइटको? कति डिग्री? 40 डिग्री हो है। मिनिमम 25 डिग्री र म्याक्सिमम 40 डिग्री। 25 देखि 40 डिग्री हो। ध्यान दिनु होला है ल। द प्रोपोज्ड एक्सप्रेसवे दैट इज इन्क्लुडेड इन, कहाँ गयो यार? यो पनि मैले बनाएको कुन हो? द प्रोपोज्ड एक्सप्रेसवे दैट इज इन्क्लुडेड इन नेशनल प्राइड प्रोजेक्ट। नेपालमा मैले पढाउने बेलामा भनेको थिएँ, नेपालमा अहिलेसम्म एउटा मात्र एक्सप्रेसवे जुन बनिरहेको छ, त्यसको नाम के हो? निजगढ है। काठमाडौँदेखि निजगढ एक्सप्रेसवे अथवा फास्ट ट्र्याक पनि भनिन्छ, अथवा के अरे काठमाडौँ तराई द्रुत मार्ग पनि भनिन्छ। ठिक छ। मिड हिल हाइवे हो, एक्सप्रेसवे होइन। मिड हिल हाइवे हो, त्यही भएर यो भएन। र यो एक्सप्रेसवे हुँदा यो पनि त के हो? नेशनल प्राइड प्रोजेक्ट हो। नेशनल प्राइड प्रोजेक्ट हो भने राष्ट्रिय गौरव योजना हो, तर इट इज नट एक्सप्रेसवे। पोस्टल हाइवे हो। पोस्टल पनि एउटा हाइवे हो, एक्सप्रेसवे होइन। त्यही भएर यो पनि गलत। अर्को मदन भण्डारी हाइवे हो, तर एक्सप्रेसवे होइन। ठिक छ नि? हो, अहिले कम्प्लिट भएको छैन, त्यही भएर मैले के लेखेको छु? प्रपोज्ड लेखेको छु। ठिक छ। क्वेसन राम्रोसँग पढ्नु होला। मैले यहाँ एक्सप्रेसवे भनेछु है। नेपालको एउटा मात्र एक्सप्रेसवे जुन छ काठमाडौँ निजगढ एक्सप्रेसवे, अहिले चाहिँ अन्डर कन्स्ट्रक्सनमा छ ल। अर्को, द लङ्गिट्युडनल फ्रिक्सनल कोफिसिएन्ट अफ पेमेन्ट इज एजुम्ड एज जेनरली। कति हो? यो पनि अलिकति ध्यान दिएर हेर्दा हुन्छ, किनभने धेरैले के सोच्यो होला भन्दाखेरि लेटरल कोफिसिएन्ट। धेरैले लेटरल, यहाँ मैले लङ्गिट्युडनल ध्यान दिनु होला है। लङ्गिट्युडनल भनेको छ, लङ्गिट्युडनल द्याट इज 0.35 हो। यदि तपाईँको लेटरल भनेको यो हुन्थ्यो, लेटरल भनेको यो हुन्थ्यो। ठिक छ नि? हेर्ने लङ्गिट्युडनल छ कि लेटरल। मैले लङ्गिट्युडनल सोधे हो, त्यही भएर 0.35 छ। ठिक छ, अगाडि बढ म ल। अब अर्को, सुपर एलिभेसन। Super elevation is directly proportional to velocity, inversely proportional to velocity, directly proportional to square of velocity, inversely proportional to square of velocity. कुन हुन्छ? ल, सबैजनाले यो पढ्नु भयो होला। एउटा इक्वेसन, E प्लस F बराबर V स्क्वायर बाई 127 R। पढ्नु भएको छ? E प्लस F बराबर V स्क्वायर बाई 127 R है। यहाँ हेर्नु त के हो? ई भनेको सुपर एलिभेसन हो नि। ई के छ? ई इज डाइरेक्टली प्रोपोर्शनल टु V स्क्वायर। भनेपछि भेलोसिटीको स्क्वायरसँग छ। आँखा चिम्लेर सी लाउँदा हुन्छ।
आँखा चिल्लेर सी लाए हुन्छ। भयो? ल अगाडि जाऊँ। ल यो हेरौँ त, यो क्वेसन पनि यो अलिकति घुमाएको मात्र हो। कुन हुन्छ? एबिसिडी। किन हेरौँ है, धेरैले यो पनि भन्न सकिन्छ, तर यो कसको लागि हो? कसको लागि हो? नन कम्प्रेसिबलको लागि, नन कम्प्रेसिबलको लागि हो। तर मैले कसको लागि सोधेको छु? कम्प्रेसिबलको लागि सोधेको छु। कम्प्रेसिबल आइडियल केसमा, कम्प्रेसिबलको केसमा के हुन्छ त? रो 1 र रो 2 के हुन्छ? इक्वल हुँदैन, त्यही भएर ए हुन्छ। मैले यहाँ कम्प्रेसिबल भनेको छु। अलिकति क्वेसन हेर्नु होला। अर्को, बर्नौलीज थ्योरम इज डेराइव्ड फ्रम। बर्नौली थ्योरम कुन थ्योरमबाट आएको छ? युलर्स। यो चाहिँ पढौँला हामी है, अब हाइड्रोलिस पढ्ने बेलामा डिटेलमा हेरौँला बर्नौली थ्योरम भने के हो भन्ने कुरा, डिटेलमा हेरौँला। युलर्स थ्योरमबाट आएको छ। ठिक छ? ल अर्को, द युनिट अफ मेजरमेन्ट फर विन्डोज इन डोर, फर वुडवर्क इन डोर एन्ड विन्डो फ्रेम, ऱ्याफ्टर, बिम, रुफ ट्रस इटिसी। ध्यान दिनु, अरे धेरै कुरा हेर्नै पर्दैन। वुडवर्क आयो भने, वुडवर्क आयो भने यो हेर्ने, फ्रेम छ कि सटर छ? फ्रेम छ भने घन मिटर, सटर आयो भने, सटर आयो भने के? स्क्वायर मिटर। सिम्पल कुरा, धेरै कुरा पढ्न पर्दैन। फ्रेम आउने बित्तिकै घन मिटर हो, सटर आउने बित्तिकै स्क्वायर मिटर हो, धेरै हेर्न पर्दैन। ठिक छ? अहिले के हो त तपाईलाई फ्रेम भनेको छ, द्याट इज के हो त? घन मिटर है। ठिक छ नि? ल अब अर्को, फोर ब्रिक कन्स्ट्रक्सन लाइम स्यान्ड मोटार इज। लाइम स्यान्ड मोटार कुन हुन्छ? यो क्वेसनको तपाईहरुको एन्सर सिटमा एन्सर मिस्टेक छ है। यसको एन्सर सिटमा यसको एन्सर मिस्टेक छ। यसको एन्सर हुन्छ 1:2 देखि 1:3 सम्म। यो 1:2 देखि 1:3 सम्म युज गर्न सक्नुहुन्छ। तर अप्सनमा यो र यो दुईटै छ भने एन्सर यो लगाउनु होला, बी। बी नभएको खण्डमा मात्र डी लाउने, बी नभएको खण्डमा मात्र डी लाउने हो है। ठिक छ? सकेछ? सुन्नु है, यहाँ ध्यान दिन पर्ने कुरा के छ भन्दाखेरि एउटा कुरा मलाई भन्नुहोस् त, मजबुत यो भयो कि यो भयो? 1:2 मजबुत हो कि 1:3 मजबुत हो? 1:2 मजबुत हो नि हो। त्यही भएर सकेसम्म जहाँ अप्सनमा आउँछ नि त्यो लगाउने। ल हामी अगाडि जाऊँ है। अरू हो, जेनरली भन्यो भने हामी गाउँघरमा काम गर्दाखेरि जेनरली चाहिँ 1:3 युज गरिदिन्छ है। जेनरली गाउँघरमा काम गर्दाखेरि 1:3 गरिन्छ। तर अहिले त खासमा लाइम स्यान्ड त युज नै भइदैन। अहिले त के हो, हामीले युज गर्ने सिमेन्ट स्यान्ड हो, सिमेन्ट स्यान्ड हो। अहिले लाइम स्यान्ड युज नै गर्दैनौँ है। तर यदि पहिला जब हुन्थ्यो नि गर्ने बेलामा जेनरली चाहिँ जेनरली सोधेको भए, जेनरली सोधेको भए
तपाईँले 1:3 लाउँदा हुन्थ्यो। तर यहाँ केही भनेको छैन भने तपाईँले 1:2 लाउनु होला बेस्ट है। जेनरली भनेर भनेको भए 1:3। तपाईँहरू के हुन्छ भन्दाखेरि पहिले जब काम गर्ने बेलामा 1:3 युज गर्ने गर्थ्यो। यहाँ निजामती सेवा दिवस कहिले मनाइन्छ अरे? यो धेरै भन्न परेन है मैले, यो धेरै भन्न परेन। भाद्र 22, यही भाद्र 22 थियो नि है। जस्ट एक हप्ता पनि भएको छैन, एक हप्ता भयो है। ल मलाई भन्नुहोस् त, निजामती सेवाको है निजामती दिवस जुन मनायो नि त्यसको नारा के थियो? वाट वाज द नारा? यसको त्यसको नारा के थियो? भन्नुहोस् त साथीहरू। त्यो सोच, मलाई त क्वेसनमा त्यही राख्न मन थियो, नारा नै राख्न मन थियो क्वेसनमा, तर मैले राखिनँ है साथीहरू। नारा घोक्नु होला, सोध्छ नारा घोक्नु होला। क्वेसनमा त्यही राख्न मन थियो तर ठुलो लाइन थियो, त्यही भएर मैले लेखिनँ त्यहाँ। ए विपन्नलाई आए नि मुखलाई न्याय रे। ओ अन्जिला पन्थीजी कहाँबाट आउनु, कहाँबाट हेर्नुभयो त्यो? विपन्नलाई आए नि मुखलाई न्याय, त्यो त कहाँ गइसक्नुभयो त भाइ, उतातिर है। कहाँ गइहाल्नु भयो त भाइ? ल निजामती सेवा दिवसको नारा हेर्नु त के छ त्यहाँ हेर्नु होला है। यहाँबाट के हेर्नुपर्छ भन्दाखेरि, हेर भाइ, निजामती दिवसको नारा हेर्ने। अर्को कुरा, कतिजनालाई उत्कृष्ट पुरस्कार दिइन्छ, कतिजनाले अति उत्कृष्ट दिइन्छ पुरस्कार, त्यो हेर्नु होला। सोधिन्छ कहिले काहीँ, ठिक छ नि? उत्कृष्ट पुरस्कार कतिजनालाई बाँडियो है। सर्वोत्कृष्ट, सर्वोत्कृष्ट कति वर्षदेखि दिइराखेकै छैन, उत्कृष्ट दिइरहेको छ है। सर्वोत्कृष्ट पुरस्कार त दिइराखेकै छैन, त्यो हेर्नु होला। ठिक छ। व्यावसायिक र सृजनशील प्रशासन, बिकाऊ समृद्धि सुशासन से बिकाऊ रे होइन, गलत गलत छ है तपाईँको। प्रगतिशील हो है, बिकाऊ होइन, प्रगतिशील हो। यहाँ त सुकुम्बासी व्यवस्थापन सम्बन्धी अधिकार कुन सरकारको माथामा पर्छ? ल यो त सबैलाई थाहा छ, तिनटै हो है। सुकुम्बासीको अधिकार तिनटै, सङ्घीय, प्रदेश, स्थानीय, तिनटै यहाँ पर्छ सबै। संविधान यो चाहिँ पढ्नुपर्छ क्या तपाईँहरूले, संविधान त पढ, संविधानको जति अधिकारहरू छ नि, सङ्घीय अधिकार, प्रदेशीय, सबै पढ्न पर्छ। अरू के हो, सबैभन्दा धेरै जिल्लासँग जोडिएको जिल्ला कुन हो? त्यसमा धेरै मैले भन्नै परेन, सबभन्दा धेरै सिन्धुली हो। ल दोस्रो कुन हो? सबभन्दा धेरै सिन्धुली भयो भने दोस्रो कुन हो? सेकेन्ड कुन हो? सेकेन्ड मकवानपुर, सही हो। यो चाहिँ सेकेन्ड हो, यो चाहिँ सेकेन्ड। ल सिन्धुलीसँग जम्मा कतिवटा जिल्ला जोडिएको छ? 10 कि 11? भनौँ त, 10 हो कि 11 हो? 10 हो। ल तपाईँहरू ठिक हुनुहुन्छ। ल मकवानपुरसँग कति हो? 9 वटा है, घोक्नु होला। सिन्धुली फर्स्ट भने मकवानपुर के हो? सेकेन्ड हो। डोल्पाको खासियत के हो? डोल्पाको खासियत के हो? नेपालको सबैभन्दा ठुलो जिल्ला, नेपालको सबभन्दा ठुलो जिल्ला, त्यो खासियत घोक्नु होला। ल यो मैले अस्तिको कोशी प्रदेशको क्वेसन राख्दैछु है मैले। यो कोशी प्रदेश, कोशी ब्यारेज कुन कुन जिल्लाको बिचमा पर्छ? यो अस्ति कोशी प्रदेशमा सोधेको थियो, त्यही भएर म राखिदिएको। सुनसरी र सप्तरीको बिचमा, एकातिर सुनसरी छ, सुनसरी चाहिँ पूर्वतिर भयो, सप्तरी चाहिँ पश्चिमतिर भयो है। सुनसरी पूर्व, सप्तरी पश्चिम। मेरो गाउँ रे सुदीपजीको, ठिक छ। सुनसरी चाहिँ पूर्वतिर पर्यो, सप्तरी चाहिँ पश्चिमतिर पर्यो, ठिक छ। ल अर्को,
अडियो प्रविधिबाट नागरिक वडापत्र सञ्चालन गर्ने पहिलो जिल्ला कुन हो? अडियोबाट तेह्रथुम र डिजिटल प्रविधिबाट डिजिटल के हो? रुकुम। दिस इज के हो त? डिजिटल हो है। र सर्लाही मेरो घर हो है, सर्लाही मेरो घर हो, त्यही भएर मैले अप्सनमा राखिदिएको, अरू केही होइन। काठमाडौँ त हाम्रो सदरमुकाम हो, के अरे सही के राजधानी हो। ल ठिक छ, ल अगाडि बढौँ। बजेट इज इम्प्लिमेन्टेड बाई, ल यो क्वेसन खतरा छ, खतरा क्वेसन छ। ल एक्जिक्युटिभ कार्यपालिका एकदम दामी है। व्यवस्था पार्लियामेन्ट होइन नि साथी हो, पार्लियामेन्ट हुँदैन, यसको एन्सर हुन्छ कार्यपालिका। इम्प्लिमेन्टेड भनेको छ है, त्यसको कार्यान्वयन कसले कार्यान्वयन गर्छ? कार्यान्वयन गर्ने कार्यपालिकाले हो, कार्यान्वयन कार्यपालिकाले गर्छ। अब सुनौँ त, त्यसो भयो मलाई भन्नुहोस् त, बजेट बनाउने कसले हो? बजेट इज प्रिपेयर्ड बाई, यहाँ क्वेसनमा यो आउँथ्यो। ल बनाऊ, क्वेसन भयो बजेट इज प्रिपेयर्ड बाई, बजेट इज प्रिपेयर्ड बाई, के हुन्छ एन्सर? एबिसिडी के हुन्छ? त्यसको पनि एन्सर बी नै हुन्छ, बी नै हुन्छ यसको पनि। सुन भाइ, सबभन्दा फर्स्टमा के गर्छ? कार्यपालिका भनेको जति मन्त्रालय, गाउँपालिका, नगरपालिका जति काम गर्ने जुन संस्थाहरू छ, अफिसहरू, कार्यालय सबै के हो? त्यो भनेको कार्यपालिका हो। कार्यपालिकाले आफ्नो बजेट बनाउँछ, अर्थ मन्त्रालयमा दिन्छ, अर्थ मन्त्रालयले फेरि त्यसलाई पुरै मजाले बजेट तयार पार्छ होइन। बजेट तयार पार्ने अर्थ मन्त्रालयले हो। अर्थ मन्त्रालयले बजेट बनाइसकेपछि त्यसलाई दिन्छ संसदमा गएर, के दिन्छ त? त्यहाँ चाहिँ बजेट प्रस्तुत गर्छ। बजेट प्रस्तुत गरिसकेपछि ल त्यो बजेटमाथि छलफल गर्छ सबै सांसदहरू, जति सांसद छन्, सांसद भन्नाले व्यवस्थापकले त्यसमाथि के गर्छ त? तपाईको छलफल गर्छ र त्यसलाई ठिक छ छैन के बहुमतले पास गर्न पर्छ। बहुमतले पास गरेपछि बल्ल के हुन्छ? त्यो पास के एप्रुभ हुन्छ। भनेपछि यसमा चाहिँ बजेट प्रिपेयर्ड होइन, बजेट एप्रुभ भनेको भयो। कसले एप्रुभ गर्छ, कसले पास गर्छ भन्यो भने बल्ल चाहिँ व्यवस्थापक हुन्थ्यो। व्यवस्थापक कतिखेर आउँथ्यो अरे? एप्रुभ गर्ने अथवा प्रमाणित गर्ने है, अथवा पास गर्ने, द्याट इज के त? व्यवस्थापक। बाँकी बनाउने कसले? पास भएपछि युज कसले गर्ने? पास भइसकेपछि युज पनि कसले गर्ने हो त? कार्यपालिकाले नै गर्ने हो। ठिक छ नि, इम्प्लिमेन्ट पनि कार्यपालिकाले नै गर्ने हो। त्यही भएर कार्यपालिका नै एन्सर हुन्छ। इम्प्लिमेन्टेड भनोस् अथवा प्रिपेयर भनोस्, दुइटैको एन्सर कार्यपालिका नै हो। तर यदि है यसको चाहिँ पास कसले गर्छ, एप्रुभ कसले गर्छ भन्यो भने बल्ल व्यवस्थापक हुन्छ। नझुकिनु होला। ल काठमाडौँ उपत्यकामा पाइने माटो कुन प्रकारको हो? तलैया माटो। ल माटोको प्रकार कति किसिमको हुन्छ रे? माटोको जम्मा कति प्रकार छन्? 4 कि 5? भनौँ त, माटोको कति प्रकार छन्? 5 है, 5 हो। हेर्नु होला, पढ्न पर्यो नि, इक्जाम आउन थालिसक्यो, नपढेर हुन्छ। ल प्यारा ओलम्पिक 2024 कुन देशमा भयो? भर्खरै भएको, अस्ति भर्खरै। पेरिस त देश होइन नि, पेरिस सहर हो साथी हो। पेरिस इज अ सहर है। कुन सहर, कुन देशमा पर्छ? फ्रान्समा। फ्रान्समा पेरिस सहर भयो है, पेरिस सहरमा भएको हो, तर देश चाहिँ फ्रान्स हो, देश चाहिँ फ्रान्स हो। ल अहिले मैले किन लेखेँ भन्दाखेरि, हाम्रो नेपालबाट प्यारा ओलम्पिकमा जित्ने पहिलो व्यक्ति को हुनुहुन्छ? पलेसा गोवर्धन है, पलेसा गो। ल कुन गेममा हो, कुन खेलमा हो, कुन खेल अन्तर्गत हो? भनौँ साथी हो, कुन खेल अन्तर्गत पलेसा गोवर्धनले जितेकी हो? टेकान्डो हो,
नाम लेखिदिउँ पलेसा है। अलिकति हेर्न पर्छ क्या तपाईँहरूले, नहेरिकन कहाँ हुन्छ, हेर्न पर्यो के भइरहेछ हाम्रो। समसामयिक घटनाहरू पढ्न पर्यो, समसामयिक घटना नपढ्यो हुन्छ, समसामयिक घटना त पढ्नै पर्यो नि है। जम्मा कतिवटा देश भाग लिएको थियो अरे याद छ कसैलाई? प्यारा ओलम्पिक 2024 जम्मा कतिवटा देशले भाग लिएको थियो यो गेममा? 165, 165 हो, 105 होइन हो साथी, 165 हो। पढ्न पर्यो है साथी अलिकति। के हो त समसामयिक घटनामा आजैबाट अहिलेबाट लाग्नुभयो भने पछि इजी हुन्छ। एक दिनमै म हेरेर जान्छु भन्नुभयो भने त सकिन्न नि, अहिलेबाट हेर्ने प्रयास गर्नुहोस् ल। जिकेमा धेरै साथीहरूले इन्ट्रेस्ट नै देखाउनु भएन, त्यही भएर मलाई पनि मन लागेन, म पनि छिटो गर्छु है। तर पढ्नु नि भएको छैन, पढे पो हुन्छ नि। ल यो हेर्नु त, यो झन् कहाँबाट आउला, आउँदैन नि, यो पनि नयाँ नयाँ हो। खेल्ने पासपोर्ट सूचाङ्क है, पासपोर्ट जुन छ नि, पासपोर्ट पावर हामी भन्छौँ नि, यो देशको पासपोर्टको के अरे धेरै पावरफुल छ, त्यो देशको धेरै पावरफुल छ होइन। भनेपछि हाम्रो देश कति ऱ्याङ्कमा छ अहिले, कयौँ स्थानमा छ पासपोर्टको? मैले भेरे सुन्नु होला है, यो चाहिँ महिना पछि चेन्ज भइरहेको हुन्छ, हेर्नु होला। जुलाईमा कहाँ 2024को जुलाईमा जुन आएको छ नि डाटा, त्यो अनुसार सोधेको छु मैले। त्यो चाहिँ अहिले चाहिँ 98 हो, हेर्नु होला 98। जुलाईको सोधेछु मैले 98। जिके हेर्न पर्छ, तपाईँहरूको जिके अलिकति अप टु डेट छैन है। यो त थाहा होला नि, सार्कको संस्थापक सदस्य राष्ट्र कतिवटा छ? संस्थापक राष्ट्र सदस्यमा एउटा मात्र थिएन जुन चाहिँ अफगानिस्तान हो, बाँकी सबै थियो 7वटा। अहिले चाहिँ टोटल राष्ट्र 8वटा छ। तर संस्थापन हुने बेलामा कुन थिएन त? कुन थिएन? अफगानिस्तान थिएन है। त्यही भएर के हो त, जम्मा 7वटा। ल भयो, यो जिके सक्यो। टिप्पणी लेख्दा ध्यान दिन पर्ने कुरा तलका मध्ये कुन होइन? कुनै कुराको जब टिप्पणी लेख्नुहुन्छ के हो त? हाकिमको आदेश, जे भन्यो त्यही मान्न पर्छ भने छैन नि, जे भन्यो त्यही मान्न पर्छ भने छैन। जुन सही छ, जुन कानुन बमोजिम छ हो त्यही कुरा लेख्न पर्ने हुन्छ टिप्पणी। तपाईँ एज अ ओभरसियर अथवा एज अ इन्जिनियर तपाईँ अफिसमा एउटा कुनै विषय सम्बन्धी टिप्पणी लेखिराख्नु भएको छ भने हाकिमले जे भन्यो भने त्यही लेख्न हुँदैन। तपाईँले के गर्नु पर्यो भने तपाईँको आफू साइटमा घुमेर आउनु भएको छ, तपाईँको विचारले के भन्छ त्यो कुरा हेर्न पर्यो। त्यसको साथसाथ त्यसको नियमभित्र बसेर होइन, कानुन बमोजिम है, जे घटना भएको छ त्यसको विस्तृत बुझेर अनि बदल लेख्न पर्ने हुन्छ है। हाकिमको आदेश मान्नै पर्छ भने छैन, ठिक छ। अब अर्को, देखाएको कुन कार्यालय, पर्नु है मैले ठुलो पार्छु, देखाएको कुन स्थायी कार्यालय अन्तर्गत पर्दैन? स्थायी भनेको सधैँको लागि, मन्त्रालय पनि सधैँको लागि हो, संस्थान पनि सधैँ, विभाग पनि सधैँको लागि। तर यो परियोजना भने के हो? परियोजना त कहिले कहिले कुनै योजना चलिरहेको छ त्यति बेलासम्मको लागि हो नि। जस्तो कि अहिले हुलाकी राजमार्ग है, हुलाकी राजमार्ग बनिरहेको छ मानव, भनेपछि जबसम्म यो बनिरहेको छ तबसम्म त्यो अफिस हुन्छ। काम सक्यो, अफिसको काम सक्यो, अफिस हुँदैन है। जुन प्रोजेक्ट चलिरहेको छ त्यसको लागि एउटा टेम्पोररी जुन कार्यालय बनाइन्छ द्याट इज के हो त? परियोजनाको कार्यालय है। सी, यो चाहिँ अस्थायी टाइपको भयो, स्थायी भएन, अस्थायी भयो है। अर्को, ल नेपालको संविधानमा कतिवटा संवैधानिक आयोगहरूको प्रावधान रहेको छ? जम्मा जम्मा कति? 13वटा। ल यो त भन्नै परेन मैले, जम्मा 13वटा छ, सबैलाई थाहा नै छ। दिस इज कमन, थाहा छ नि है 13वटा छ भनेर संवैधानिक आयोग। ल मलाई भन्नुहोस् त है, तपाईँको जुन नेसनल प्लानिङ कमिसन छ, राष्ट्रिय योजना आयोग संवैधानिक आयोग हो कि नै?
राष्ट्रिय योजना आयोग संवैधानिक आयोग हो कि नै? भनौँ साथीहरू, यस या नो भनौँ न। निखिलजीले हो भन्छ, गणेश मानेजीले पनि हो भन्छ। होइन, नेशनल प्लानिङ कमिसन तपाईँको राष्ट्रिय योजना आयोग तपाईँको संवैधानिक आयोग होइन। यो के हो? एडभाइजरी कमिसन हो। त्यो एडभाइजरी कमिसन हो है। ल, लोक सेवा आयोग के हो कि नै? हो हो। ल, मलाई भन्नुहोस् त, अख्तियार दुरुपयोग आयोग आयोग छ कि छैन? मधेसी आयोग हो कि नै? मधेसी आयोग हो हो। ल, सबैको नाम घोक्नु होला है, 7वटाकै नाम घोक्नु होला। छ है, मधेसी आयोग पनि छ। जम्मा 13वटा छ, 13वटैकै नाम घोक्नु पर्छ। कुन धारामा छ त्यो पनि घोक्नु पर्छ, कुन भागमा छ त्यो पनि हेर्नु होला। ठिक छ नि, सबै हेर्नु पर्छ, कति धारादेखि कतिसम्म र कुन भागमा छ त्यो पनि हेर्नु होला प्लिज गरेर, किनभने इक्जाममा सोध्छ त्यहाँबाट। विद्यार्थीहरू छोडेर जान्छ त सोध्छ, सिलेबसमा छैन तर चाहिँ सोध्छ है। नेपालमा घुम्ती सेवाको सुरुवात कहिलेदेखि भएको हो? ल, घुम्ती सेवा कहिलेदेखि हो त? 2060। 2060 हो है। ल, ल, नेपालमा नेपालको संविधानमा नागरिकका कर्तव्य कुन भागमा गरिएको छ भन्नुहोस् त? नागरिकको कर्तव्य भाग 3 मा है, भाग 3 मा। भाग 1 मा के छ? प्रारम्भिक। भाग 2 मा के छ? नागरिकता सम्बन्धी है। र भाग 3 मा चाहिँ के हो? नागरिकको अधिकार र कर्तव्य, के अरे फन्डामेन्टल राइट होइन, एन्ड ड्युटिज। फन्डामेन्टल राइट एन्ड ड्युटी छ, मौलिक हक र नागरिकका कर्तव्य के हो त? 3 नम्बरमा छ। 5वटै भाग याद गर्नु होला। विक्रम सम्बन्ध 2080 मङ्सिरमा सम्पन्न प्रथम केपी ओली क्रिकेट प्रतियोगिता कुन प्रदेशले जित्यो? है, मधेस प्रदेशले जितेको छ, याद गर्नु होला। यो समसामयिक घटनाहरू याद हुनुपर्छ है, समसामयिक घटनाहरू याद गर्नु होला। ल, अर्को यो बागमती प्रदेशले तामाङ र नेपाली भाषालाई सरकारी कामकाजको भाषाको मान्यता कहिले दियो? यो भाषा चाहिँ यो स नभएर यो हुन्थ्यो है, भाषा। कति हो? कार्तिक 23 गते, 2080 कार्तिक 23 गते। यो कुराहरू घोक्नै पर्ने छ है, यसमा कुनै लजिक छैन नि, यो घोक्नै पर्छ तपाईँहरूले। यो कसरी भयो भनेर हुँदैन नि, यो लजिक हुँदैन यसमा। यो के हो त? घोक्नै पर्छ, जिके छ, घोक्नै पर्छ। ल, गण्य सबैभन्दा धेरै विद्युतमा पहुँच रहेको प्रदेश कुन हो? यसमा पनि धेरै टेन्सन लिन पर्दैन, मध्य प्रदेशै हो है। सबभन्दा धेरै विद्युतको पहुँच मधेसमै छ। ल, सबभन्दा कम कुन प्रदेश हो? सुदूरपश्चिम कि कर्णाली? सबभन्दा कम? हेलो साथीहरू, भनौँ त, कर्णाली हो। ल, जबसम्म आफू घोक्नु हुन्न नि अनि हुँदैन नि, जति मैले जिके पढाए पनि जिके, सरी है, एउटा बाँकी रह्यो त। रामसारमा है, रामसार साइटमा सूचीकृत नेपालको पहिलो क्षेत्र कुन हो? सबभन्दा पहिला रामसार साइटमा
कुन हो कोशी टापु वन्यजन्तु आरक्षण है सरी आरक्ष कोशी टापु वन्यजन्तु आरक्ष सबभन्दा पहिलो चाहिँ रामसार साइटमा अहिलेसम्म रामसारमा सूचीकृत कतिवटा क्षेत्र छ कतिवटा अहिलेसम्म नेपालको सबभन्दा पहिलो त कोशी टापु भयो जम्मा कतिवटा छन् 11 कि 12 कि 10 जम्मा कतिवटा छन् रामसार साइटमा सूचीकृत कि 10 हेलो साथीहरू 12 हो कि 10 हो कि 13 हो कि 11 हो है हावा तालमा भन्न पर्दैन है याद छ भने भन्ने यस याद छैन भने नो भन्ने तपाईहरु त जीके मा त हावा नै हुनुहुन्छ कसैलाई त केही थाहा छैन हो ठिकै छ तर यस्तै यस्तै क्वेशन आउँछ क्या जीके को क्लास हुनुहुन्छ डोन्ट वरी जीके को सर त दामी हुनुहुन्छ हाम्रो हैन एकचोटि प्राय पनि सकिन्छ ल ल लास्ट क्वेशन फादर अफ जियोमेट्री कसलाई भनिन्छ फादर अफ जियोमेट्री ल यो त युक्लिड हो यदि 10 क्लासतिर पढ्नु भयो होला याद होला है युक्लिड फादर अफ जियोमेट्री लास्टको लास्ट अप्सनमा पनि लास्टमै राखेको छु मैले लास्ट क्वेशन लास्ट अप्सन ठिक छ ल कतिवटा मिल्यो आजलाई यति मैले गरेपछि ल मलाई भन्नुस् त धेरैले रङ रङ भन्नुभयो कतिवटा रङ भयो भन्नुस् त साथीहरू कतिवटा मिल्यो है साथीहरू 20 55 60 जीके सबै रङ ठिकै छ है साथीहरू टेन्सन मान्नु पर्दैन जीके अब जब भर्खर भर्खर सुरु गर्नु भएको छ भर्खर सुरु अहिले सुरु नै भएको छैन होइन जीके जब सुरु हुन्छ नि अनि मजा आउँछ क्या पढ्न त्यही भएर अहिले के गर्नुहोस् त मजाले टेक्निकल भ्याउनुहोस् है मजाले टेक्निकल भ्याउनुहोस् अनि त्यसपछि मजाले जीके पढ्नु होला ठिक छ तपाईँहरूको टाइम छ टन्नै टाइम छ अलि लगभग लगभग इक्जामको 5 महिना बाँकी छ पहिला टेक्निकल भ्याउनुहोस् अनि त्यसपछि मजाले गर्नु होला यो कोशीको भ्याकेन्सी तपाईँहरूको लागि छैन है त्यो भ्याकेन्सी तपाईँहरूको लागि छैन त्यो चाहिँ बढुवाको लागि हो क्या आन्तरिक वालाको हो तपाईँहरूको छैन त्यो खुल्लाको लागि अहिले खुलाउन बाँकी नै छ डोन्ट वरी खुल्ला प्रतियोगिताको लागि खुलाउन बाँकी नै छ ल भोक लागिसक्यो सबैजनालाई धन्यवाद राम्रोसँग पढ्नु होला है र मजाले पढ्नुहोस् त ल हामी बाई भनौँ र भोलिदेखि हामी के पढ्ने भन्दाखेरि हाइड्रोलिक्स प्रिपेयर भएर आउनु होला है प्रिपेयर भएर आउनु होला जे बाँकी छ त हेरेर आउनु होला भोलिदेखि सुरुदेखि बेसबाटै सुरु गरौँला हामीले बच्चा बच्चा क्लासबाट सुरु गरौँला ल ल है किङ अफ इनोभेटिभ बाई बाई गुड नाइट